मलाई त यो मान्छेहरू ग्राभिटी उड्छ नि त्यो अब यस्तै स्पेसमा छ भनेर भिडियो देखाउँछ नि अब कसरी ब्रस गर्छ यताउता यो पनि मलाई होइन एउटा केही ऊ नै हुन्छ होला जस्तो लाग्छ क्या एउटा हल नै जस्तो हुन्छ नि स्टेज नै हुन्छ होला हामीलाई त्यो झुक्काए मात्रै क्या त्यही सुट गर्छ जस्तो हुन्छ भनेर झुक्काएमा मलाई चाहिँ त्यही लाग्छ है दाइ हामी अर्थमा छु जस्तो पनि लाग्दैन मलाई गराउनु पनि सकेको हुन्छ मान्छे दाइ माथि उडेर अब नासा जान्छ भन्छ होइन होला त के होला उड्न कसरी सक्छ क्या मान्छे ल प्लेन त उड्छ दाइ प्लेनै जस्तो उड्ने त्यति माथि उड्ने बनाउनु त मलाई सक्छ जस्तो लाग्दैन क्या दाइ उडिराख्ने क्या माथि नै दाइ उडिराख्छ अरे नि त उनीहरू त त्यो स्पेससिप जता जान्छ नि स्पेससिप भन्नाले अब के होला नि त स्याटेलाइट केमा बस्छ नि त तिनीहरू त तर कसरी ग्यारेन्टी दिन सक्छ भने क्या माथि उडिराख्ने यति दिन बाँच्ने अनि यहाँनिर ग्राउन्डमा आएर कति घन्टासम्म ग्राउन्डै नटेक्ने त्यहीँ सुते गर्ने त्यो थाहा छ नि तपाईँलाई त्यो थ्योरी मान्छे एकैचोटि स्पेसबाट ट्राभल गरेर आएपछि कहिले पनि ग्राउन्ड टेक्दैन क्या थाहा छ किन मान्छेको त्यो मिल्दैन अरे क्या एक दुईजना पहिला त्यसरी मरेको छ अरे क्या अनि कति घन्टासम्म त्यतिकै राख्छ होइन त्यो जो मान्छे झरिरहेछ नि त्यो मान्छेलाई झर्दैछ भनेर इन्फर्म गर्छ होइन त्यो प्यारासुटबाट झर्छ त्यो उसमै झर्छ त्यो सेफ्टी त्यो बक्सहरू यत्रो मान्छे बस्ने नै हुन्छ क्या त्यसमा झर्छ होइन अनि सिधै ल्यान्ड हुन्छ एउटा ठाउँमा अनि मान्छेहरूले खोज्छ क्या त्यसलाई अनि त्यसको चाहिँ त्यसलाई चाहिँ ग्राउन्ड टेकाउँदैन क्या त्यसलाई हामी अब जस्तो तपाईँ माथि स्पेसबाट झरिरहेछ भने तपाईँले आफै ढोका खोलेर निस्किँदैन क्या तपाईँलाई हामीले निकाल्नुपर्छ क्या हामीले निकालेर अनि त्यो चेयरमै राख्नुपर्छ जे जस्तोमा सुतेर आउनुभयो तपाईँ त्यसैमा बसिराख्नुपर्छ कति घन्टासम्म ग्राउन्ड टेक्नु हुँदैन अरे क्या ग्राभिटी मिल्दैन अरे क्या दाइ जुन चाहिँ त्यो स्पेसमा ग्राभिटी हुन्छ नि त्यो छुट्टै छ अब यहाँनिर कस्तो छ यहाँनिर त अब उडिराखिँदैन स्पेसमा त उडिराखिन्छ त्यस्तो भन्ने छ नि त्यस्तो थ्योरी छ नि त त्यस्तोहरू नि मलाई विश्वास चाहिँ लाग्दैन तर हो भन्छ दाइ त्यो चाहिँ हो भन्छ क्या तर मायाको छौँ दुनियाँ कस्तो अजिब छ है हामीले केही बुझ्नै सकेका छैनौँ क्या दुनियाँको बारेमा अजिब छ नि दाइ के त स्पेस भनेर पानीभित्र सुटिङ गरेर देखाइरहेको छन् कि किनकि तिनीहरू त उडिरहेको छन् पानीभित्र नि हामी उडि त रहेको हुन्छौँ अर्थको बिचमा ल्यान्ड छ त यार साँच्चीकै अर्थको बिचमा ल्यान्ड बसिरहेको अर्थै छैन क्या मलाई त अर्थै छैन जस्तो लाग्छ हौ अब अर्थ यस्तो गोलो छ भन्छ होइन दाइ गोलो भए त अब हामी माथिपट्टि हुँदाखेरि तलको मान्छे झरेर मर्नुपर्ने हो नि यार त ग्राभिटी भन्ने नामको चिज कस्तो हो र होइन हो कि होइन भन नि ल अब जस्तो ल अर्थ ल गोलो ओभल छ होइन अब जस्तो म यहाँ छु अरे तपाईँ यहाँ छ अरे तपाईँले त ग्राउन्ड त टेकिरहेको हुन्छ यो यसरी घुम्ने नै त हो नि होइन त्यस्तो हुँदैन कि त अर्थ यस्तो हुनु पर्यो सबै मान्छे अड्किनेलाई यस्तो हुनु पर्यो होइन तर त्यो त अर्थ यस्तो गरेर घुम्छ अब मान्छेहरू कसरी बस्छ भन्ने कुरा हो नि नत्र त सोच न ल मानौ मैले यसको बल बनाएँ होइन यता एउटा मान्छे राखेँ एउटा मान्छे यत्तिकै घुमाउँदाखेरि तलको मान्छे झडिहाल्छ सरासर झर्छ नि हो क्या त्यही भन्छ यदि ग्राभिटी रियल छ भने सब चिजमा होस् के त कि हामी म्याग्नेट हो कि त धेरै कुराहरू छ क्या यहाँ मान्छेहरूले प्रुभ गर्न नसकेको क्या तर यस्तो पनि हुनसक्छ मान्छेहरूले प्रुभ गर्छ क्या हामीलाई बस थाहा हुन दिएन होला दाइ मान्छेले त्यही त भन्छ त दाइ यो साइन्टिस्टहरूले किन पानी यो छ नि पानी यो समुद्र किन थोरै पर्सेन्ट इन्भेस्टिगेट गर्यो भने किन माथि स्पेसमा चाहिँ धेरै बढ गर्यो भने धेरै रिजन छ नि दाइ यो अन्डर त्यो सीमा छ नि दाइ धेरै डिप गयो भने क्या दाइ धेरै डिप गयो भने यस्तो खतरा चिज छ अरे यस्तो डरलाग्दो चिज छ भनेर नासामा थाहा भइसकेको छ अरे क्या त्यही भएर मलाई त मागेको छ त्यही भएर मर्मेडहरूको स्टोरीहरू पनि रियल लाग्छ आजकल त 7% मात्रै कभर्ड छ भन्छ क्या इन्भेस्टिगेट गरिसकेको छ रिसर्च गरिसकेको छ भनेर भन्छ त्यो तिमीले एउटा त्यसको बारेमा सुनेछ एउटा सी डेभिल छ नि कलियुगको अन्तमा पानीबाट निस्किने भन्नेलाई सी डेभिल त्यो ईबाट नाम हुन्छ नि एउटा यत्रो ड्रागन जस्तो पानीबाट निस्किनेलाई साँच्चीकै होला त त्यो यार पानीभित्र किनकि पानी त धेरै ठुलो छ नि यार त्यो अस्ति नै एकचोटि त्यो ऊ पनि आएको थियो नि त्यो डिप सी क्रिएचरहरू बाहिर पानीभन्दा बाहिर निस्केको किन यति भन्दा आउँछ त्यो तल केही भएर आएको हुनसक्छ यताउता त्यो पनि हो जस्तो लाग्छ यार दाइ मलाई कसरी आयो त न त त्यहाँ हुन नि हो नि दाइ माछा देखिँदैन नि त दाइ त्यस्तो माछाहरू मलाई त्यही भएर दाइ पानीमा चाहिँ ओभरै डर लाग्छ क्या दाइ जे भन्दैन पानीमा चाहिँ ओभर डर लाग्छ पानीभित्र केही न केही त पानीभित्र नि मान्छेहरू पनि हुनसक्छ नि के एटलान्टा भन्ने पुरै सहरै पानीभित्र डुबे होइन त अनि तिनीहरूले के थाहा त्यही जसरी हुन्छ नि पहिला हामी पनि त जम्प्स भएर पानीभित्रै थियो नि अनि हामी बाहिर निस्क्यो डेभलप भएर पुरा हामी जमिनमा बस्न सक्यो के त ती मान्छेहरूले पानीभित्रै डेभलप गरिहाल्यो कि त्यो पनि हुन्छ न त सोच न हाम्रो नाक हुन्छ माछाहरूको गिल्स किन हुन्छ डेभलप भएर त हो
धेरै कुरा छ धेरै कस्तो धेरै कुरा छ क्या मलाई पनि त्यही लाग्छ तपाईँले भने जस्तै अब साइन्टिस्टहरूलाई थाहा भइसक्यो क्या तर यो नर्मल मान्छेहरूलाई चाहिँ भन्दैन उनीहरूले जस्तो लाग्छ यस्तै हो कि जसरी हामी यस्तो खायो भने यस्तो यस्तो कुरा सोध्छौँ नि होइन त्यही भएर यिनीहरूले यस्तो धेरै चिजहरू बनाएको छ हामीले डिस्ट्र्याक्ट गर्नले मेन पोइन्ट नपाउला भनेर यिनीहरूले न त सोच न अल्बर्ट आइन्स्टाइनले कुन जमानामा स्पेस टाइमको थ्योरीसम्म त्यसले पत्ता लगाइदिएको क्या अनि त्यो जमानामा नै अनि कति भइसक्यो भन न कति वर्ष भइसक्यो तर यो कसम भने डिस्ट्र्याक्ट गर्न धेरै चिज छ क्या मन लाग्यो डिस्ट्र्याक्ट गर्न हजारौँ पाउने भिडियोहरू छ केही भयो ठ्याक्क एउटा नोटिफिकेसन आउने बित्तिकै कस्तो कान रन्न भइहाल्छ नि हेरु 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 भन्ने केही चिज सोच्नु लाग्यो भने मोबाइलमा आँखा त गइहाल्छ नि त्यस्तो भएपछि मान्छे हामीहरूलाई भड्काइरहेको छ नि क्या खासमा आफू खुसी भइरहेको अरू रक्सी खाइदिनु लत्त बस्दैन त्यस्तै नै हुन्छ नि त त्यो पनि डिस्ट्र्याक्सनै हो नि तर मलाई कोही न कोहीले टाइम मसिन चाहिँ बनाइसकेको छ क्या डोरेमन पनि यतिकै बनाउँदैन नि केही रिजन छैन त्यो सिम्सन थाहा कुन सिम्सन भन्ने हेर्नुहुन्छ सिम्सन भन्ने कार्टुन फ्युचर प्रेडिक्ट गर्छ क्या त्यो कार्टुनले चाहिँ दाइ अहिलेसम्म त्यसले भएको लेखेको जति भिडियोहरू आएको जति सबै प्रुभ नै भएछ क्या दाइ कोभिड पनि आयो अर्थक्वेक पनि आयो ट्रम्प 2 चोटि प्रेसिडेन्ट भएको पनि भयो त्यहाँ देखाइदियो अगाडि नै देखाउने क्या दाइ प्रेडिक्ट गरिदिने क्या तर मा कसम यार टेक्नोलोजी कस्तो कहाँदेखि कहाँ पुगिसक्यो हेर न यार सबको हात हातमा फोन प्रोग्राम रे कहाँको भिडियो के हुन्छ है हाम्रोमा आइरहेछ यार कस्तो डेभलप भयो होला क्या मलाई त्यो जहाँ अब कोडहरू लेखेर मात्र यस्तो गर्न सकिन्छ भने देखाइदिन्छु म तपाईँलाई यो कार्टुन यस्तो डरलाग्दो छ कार्टुन Donald Trump becomes president of the United States in the 11th season episode, Art to the Future, which aired back in 2000, in which the audience sees President Lisa Simpson talk about Trump's presidency. What do you think? The Simpsons. Have you ever wondered how The Simpsons can predict the future? Well, The Simpsons have accurately predicted more than 30 real-life events. The coronavirus, Queen Elizabeth's death, presidential elections, and the craziest one yet, solving a formula 14 years where scientists discovered it. So how is this possible? Well, the writer behind The Simpsons is a Freemason, which is one of the most secretive organizations in the world. Some people think the कसम इलिमिनेटीले मलाई यस्तो पागल बनाएको छ नि यस्तोतिर लाग्यो भने यस्तै भइन्छ क्या दाइ Here's the Simpsons predictions that were made for 2024. Number 1, World War III will begin. It's World War III! I hope this doesn't happen, to be honest. Number 2, we'll finally make it to Mars and start colonization. Number 3, Donald Trump will run for president again, which already came true. And the last one is that you will subscribe. Have you? The Simpsons can't stop predicting the future. As we all know, Donald Trump recently announced that he's running for president again in 2024. But back in 2015, The Simpsons actually predicted his 2024 candidacy in the short A Trump-tastic Journey. That same short also predicted his candidacy for 2028. So who knows? Maybe in 4 years we'll be having this conversation again. 5 times this? If you want to really see something that says... प्रेडिक्सनहरू धेरै छ यार दाइ हुन्छ क्या दाइ मलाई यो त बिलिभ गर्छ यार अनि तपाईँलाई उ त्यो थाहा छैन त्यो दुईजना केटाहरू बस्छ नि पडकास्ट गरेर क्या स्टोरीहरू तिनीहरूले थ्योरीहरू भन्छ नि थाहा छ हेर्नुभएको तिनीहरू के पो जग्गा तिनीहरूको नाम तर म त यार यस्तो कुराहरूमा वाइल्डै बिलिभ गर्ने भइसक्यो नि मैले इलिमिनेट गरेर जबदेखि थाहा पाएँ नि होइन यिनीहरूले वर्ल्ड कन्ट्रोल गर्छ अनि त्यो बाल भन्ने त्यो देवतालाई त्यो बच्चाहरूको खुन दिन्छ यता त भन्ने एफटिन फाइल रिलिज भयो भने त कसम भने एउटा चिजमा भरोसा लागिरहेछ क्या मलाई मान्छेहरूको आत्मा बेच्ने यताउता हुने एक्सटिन आइल्यान्ड त्यो किन्ने मान्छे नै एक्सटिन त त्यो धनी मान्छे हो नि त एकदम बालको पूजा गर्थ्यो अरे त्यसले आफ्नो आइल्यान्डमा अनि बच्चाहरूको पनि त्यो बच्चाहरूलाई पकाएको फोटो पनि थियो तर एकदम रियल हो यार यिनीहरू मलाई त कसम यो सब भइसक्यो भने स्क्विड गेम पनि रियल इन्सिडेन्ट नै हो जस्तो लाग्छ क्या मलाई यो देश चलाउने होइन देश चलाउने नै युएस हो जस्तो लाग्छ यस यिनीहरू भिडियो हेर्नु न whoever walks on this Mount of Olives, immediately an earthquake will happen. Now check this out, okay? Just recently, they studied it, and the tectonic plates of Jerusalem are starting to merge in a way that an earthquake is likely to happen.
house in the funeral thing. Yeah. But there was two YouTubers that went with spirit boxes, and then he smoked them. Yeah, and there's actual videos like, hey X, what was your favorite song with the spirit box? It sounded exactly like hope. Yeah, I promise you, Carlos, I promise it sounded exactly like बुझ्बम पाइसक्यो यार मलाई यिनीहरूको त भिडियो बास भन्छ यार तर यस्तो चिज पनि रिसर्च गरेर यस्तो बनाउने मान्छेहरूको दिमाग पनि कसरी चल्यो होला है You know, like the Bible. Yeah. I don't know if you heard this song about. I think it was called Gloomy Sunday. No, it was written during the Laughing Cow. Laughing Cow, yeah. So remember, there's an oval cheese with the red cow, and then it has a gold, like a septum piercing in its nose. Yeah, like a bull. Yeah. Then the whole time, there's no septum piercing. There's no ring. Yeah, there's no ring. Do you remember that or no? Yeah. I don't know for sure though. I remember a gold ring. I remember specifically a gold ring. Because that's what made it, like, I remember it from that. I don't remember. There's a guy on TikTok with a BlackBerry phone and he's going over all of the Mandela effects. This is an old tech. Yeah. So he has the cheese without the ring. Yeah. He gets the BlackBerry phone, push over it, and this is the ring. A ring. And it looks proper. Yes. Nikki Dungeon Theory, a lone lamp. Nah, they found out. Wizard of Oz. तर यार हिस्ट्रीमा हेर्नु पर्दा त त्यो आइफोनको यो सब सिस्टमै नआए बेला पनि त्यो पुरानो भिडियोहरुमा त आइफोन देखाएको छ नि थाहा छ देखाएको छ त त्यो दाइ जोस् हैन यो के मलाई चाहिँ के लाग्छ भने युएस कन्ट्रीले नै सब वर्ल्डलाई रुल गरिरहेछ जस्तो लाग्छ क्या मलाई किनभने एउटा कुरा हेर्नु युएसडी बढ्यो भने सब ठाउँमा पैसा बढ्छ दाइ हैन अब युएसले अब भन्छ नि अब चाइनाले नर्थ कोरिया मिलेर युएसलाई हान्दिन्छ भन्छ नि सक्दैन क्या त युएसलाई हान्न रसियाले हान्छ भन्छ सक्दैन युएस त भर्खरै बढे कन्ट्री हैन दुईटा कन्ट्री मात्रै लडिहाल्यो भने इनकेस दुईटा कन्ट्री लडिहाल्यो भने अरू थर्ड पार्टी कन्ट्री फोर्थ पार्टी कन्ट्रीहरू आएर लड्छन् क्या त्यो कन्ट्री मेरो म गर्छु म राख्छु भनेर लड्न आउँछ नि त त्यस्तो हुँदैन त दाइ अस्ति स्मृत दाइको कुरा सुन्नु भएन राष्ट्रपतिले साइन गरेपछि देशै मुजी कसको हुन्छ भनेर भनेको थियो त तपाईँ हुनुहुन्थ्यो कि थिएन हुनु थिएन म त त्यतैको एउटा कुरा लाग्ने बित्तिकै उठ्सकेको थिएँ नि के कुरा त्यही त्यो लेबर पनि हाल्ला कति बेला भन्यो त्यही एउटा भनेको थियो त गेस्ट आयो बेला तर कस्तो सुन न कन्ट्रीहरूको हिस्ट्री हेर्नु पर्दा नि अमेरिका भर्खरै फर्म भएको कन्ट्री होइन त हो नि दाइ अहिले त इरानको हेर कत्रो ब्याक टु ब्याक स्टोरी छ हैन अमेरिकाले पक्का केही न केही मेसिन बनाउँछ के टाइमबाट लुप गर्ने या त ब्याक जाने हैन न त सोच्नु मान्छेहरूले कसरी न्युक्लियर बम पनि त्यस्तरी डिस्कभर गर्न सक्छ त्यो भन्दा पनि दाइ अमेरिकालाई हरेक कन्ट्रीको ठुल्ठुलो मान्छेको सिक्रेट थाहा हुनुपर्छ जस्तो लाग्छ क्या मलाई थाहा छ जस्तो लाग्छ त्यही भएर त यत्रो पावरमा छ नि त भर्खरै आएको कन्ट्री यस्तो होइन हिजो आएको बच्चा हामीसँग धक्दी लगाउन लाग्यो जस्तो होइन त हो नि दाइ अनि यहाँ तिनीहरूभन्दा पुरानो कन्ट्री छ नि युएस डेभलप भएको युएस धनी भएको खासै अब धेरै त नभएको होला धेरै त भएको छैन जस्तो लाग्छ मलाई पनि धेरै भएको छैन नि भर्खर हो क्या किनभने सबैभन्दा वेल्दिएस्ट कन्ट्री नै यो गल्फ कन्ट्रीहरू पर्छ दाइ सबैभन्दा धनी पर्नेहरू पावरमा सोच न पैसाको सिस्टम पनि ल्याए त्यही भएर त हो ताकि मान्छेहरू यो चिजको लागि मरुन् अनि योभन्दा बाहिर आउनै नसकुन् के न त सोच न तिमीले पैसा खर्च गर्दा किशोर दाइको भन्दा किशोर दाइले पैसा खर्च गर्दा अर्को लास्टमा त्यो जाने कहाँ सेन्ट्रलाइज हुने युएसमा अनि यहाँदेखि ब्याङ्कमा जान्छ ब्याङ्कले ट्याक्स नत्र कर नत्र नोट प्रिन्ट गर्नु पर्यो नि त्यहीँ जान्छ क्या जस्तो भने पैसा नेपालमा पनि हेर्नु न दाइ नेपालमा पनि पैसा उनीहरूले वर्ल्ड ब्याङ्कसँग लिँदाखेरि युएसडीमै लिने हो किन रेट धेरै छ अरू युरो सिरो लिन त मिल्ला तर अब दिँदैन नि त युएसले त दिन्छ मलाई त लाग्छ दाइ बालेनहरूले के अरे एमसिसी पास गरिसक्यो जस्तो लाग्यो क्या एमसिसी पास अगाडि नै भएको तर अब कहिलेदेखि चल्छ भनेर चाहिँ त्यो स्योर छैन क्या फेरि एमसिसी साँच्चीकै पास भयो भने त एमसिसीले तिमीलाई सिरियाको त्यो काण्ड थाहा छ सिरियामा त्यही एमसिसी पास भएको 5 वर्षपछि डेभलपमेन्ट नभएर त अमेरिकाले त्यहाँ पुरै आतंक गरेछ एमसिसी यदि साँच्चीकै पास भएको छ भने त एमसिसी को कुरा त अलमोस्ट 3-4 वर्ष अगाडि चलेको अनि अब त यो सकिने बेला भयो नि त डेभलपमेन्ट कहाँ छैन रवि लामी छानेले एमसिसी पास गरिदिन्छ दाइ किनभने पहिला युएस की सिटिजन हो नि त रवि लामी छाने थाहा छैन हो नि अनि त्यस्तो नेपालको हालत पनि त्यस्तै भयो नेपालमा युएस को ग्रीन कार्ड छ नेपालको नागरिकता पनि छ उसँग युएस को सिटिजन पनि छ कसरी भयो त दाइ उ पनि पावरमा छ नि त हो यार उसले बालेन पिएम भएको मात्र हो हात सब रविको छ अब सुन है त्यस्तो भयो हैन यदि अमेरिकाले साँच्चै नेपालमा एमसिसी पास गर्यो भने अमेरिकालाई यस्तो फाइदा छ विश्वको सबभन्दा टप पिक कहाँ छ नेपालमा त्यहाँ मुला माउन्ट एभरेस्टको वरिपरिको रेन्जमा मिसाइल राख्न सक्यो भने देश डरेन किम जोङ उन त को भुरा भइहाल्यो नि बस्छ के दाइ
यदि होइन युएसले होइन उनीहरूको युएस आर्मी खटाउनु मात्र पर्यो भने रेन्जरहरू खटाउनु पर्यो भने माउन्ट एभरेस्टमा चाहिँ त्यो उनी बेस क्याम्पै बनाइदिन सक्छ क्या तिनीहरूले यस्तो पैसा छ त्यस्तो फेसिलिटी छ क्या तिनीहरूसँग किनिदिन सक्छ क्या नेपाल त पुरै यति पैसा छ तिनीहरूसँग नेपाल भन्ने मात्र हो कन्ट्री अरूले आएर हग्ने देश हो क्या त साँच्ची भने मलाई त्यसो लाग्छ नेपाल र इन्डियालाई बरु इन्डिया अलि लाग्दैन इन्डियामा अब अलिक धन्दानी मान्छे भिटेलले भन्ने छैन त भात खान्छु बेलायतको हग्न आउँछ काठमाडौँ भनेर नेपालमा सबैले बिजनेस गर्न आउने अब थुक्ने ठाउँ हो क्या अब हेर्नु दाइ अफ्रिका भन्दा देखाउन मात्र अफ्रिका भनेर देखाउन मात्रै सबैभन्दा पोर देखाउँछ कुन स्टेट त पोर छ नि गोल्ड जोबर्गहरू गयो भने अफ्रिकाको मेन क्यापिटल सिटी गयो भने कस्तो भयो छ दाइ अफ्रिका धनी नहुन सक्ने हो र दुनियाँको अफ्रिका एमाजोन जङ्गल अफ्रिकातिर पर्दैन अनि त्यहाँ तिनीहरूले दिमाग लगायो हल्का तस्करी गर्ने अमेरिकामा त्यो अफ्रिका त्यही त लगाउन सक्दैन तिनीहरू धनी छैन क्या गरिब कोही छैन अनि तिनीहरूले नदेखाएको मात्र हो क्या नेपाल पनि सेकेन्ड रिचेस्ट कन्ट्री भन्छ त वाटर रिसोर्समा त्यो त अब बाई एरिया हो नि त युटिलाइज गर्न सकिएन नि त युटिलाइज गर्न सकिएन त्यही हो त्यो सेकेन्ड लार्जेस्ट कन्ट्री भने चाहिँ बाई एरियाबाट पर्छ क्या जसरी इन्डियाको म्याप हामीभन्दा ठुलो छ तर त्यहाँ जति समुद्र भयो पनि सबै मान्छेहरूले पानी पाएको छैन नि त नेपालमा त सानो कन्ट्री छ पानी धेरै छ फर्स्टमा त ब्राजिल पर्छ क्या मान्छे त तर थोरै छैन इन्डिया हेरिकन त इन्डियाको कति छ मान्छेलाई पपुलेसन चाइनाको कति छ इन्डिया र चाइनाले कसलाई भने मुतेर मात्रै नेपालमा फालिदियो भने डुब्छ नेपाल होइन त त्यत्रो बिलियन पपुलेसन छ एकजनाले मुतेर एउटा ग्लास भरिदिन्छ भने त्यत्रो मान्छेमा नआउँछ मुतमै यहाँ त सुनामी आउँछ मुतकै छ्या काण्ड हुन्छ दाइ काण्ड क्या काण्ड सोनिया 7 बजे आउँछ होइन 8 साढे 7 जतिको बिचमा नै आउन सक्छ एक्ज्याक्टली मलाई थाहा भएन कहिले मेरो गर्लफ्रेन्ड त मोबाइल चाहिँ खोलेर चेक हान्न आइदिन्छ नि मेरो गर्लफ्रेन्ड त एसकी गर्लफ्रेन्ड हो फेरि आइदिन्छ चेक हानिदिन्छ तर होस् यार मेरो गर्लफ्रेन्ड त त्यस्तो होइन जे होस् त्यति शङ्का गर्दैन तर शङ्का गर्नु त गर्छ त्यस्तो नगर्ने होइन कि तर हुन त त्यस्तो त्यो शङ्कै लाग्ने यस्तो काम त मैले जिन्दगीमै गरेँ होइन त्यही पनि कसैको मेसेज कमेन्ट देखेँ भने चाहिँ झगडा हो त्यो दाइ म त अरू केटीहरूको लाइक त गर्दिनँ किन लाइक गरेको भन्छ मेसेज कमेन्टको त दाइ पुरै छुट्टै है तर कस्तो के केटाहरूको पर्सपेक्टिभ नै डिफ्रेन्ट हुने कि यो चिजमा है कस्तो मतलब सोच न एज अ बोय होइन तिमीसँग कोही मान्छे ऱ्यान्डमली बोल्न आयो भने नाइस टु यु छ भने तिमी नाइस हुँदैनौ ल मानौ तिमीसँग एउटा कोही केटी आयो होइन तिमीलाई हेल्प माग्यो होइन तिमी गर्दैनौ तर केटीहरूको त्यस्तो हुँदैन क्या केटीहरूले डाइरेक्ट केही नबोलेर साइड कट्न पाउँछ हामी केही भन्न पनि पाउँदैनौँ त्यहाँनिर चान्सको कुरा होइन क्या जसरी हेर है कोही मान्छे नर्मली आयो यो कहाँ हो के हो कस्तो हो थाहा भयो भने हामी राम्रोसँग एक्सप्लेन गरेर राम्रोसँग बुझाइदिन्छौँ क्या होइन तर त्यही हामीले केटीहरूसँग गऱ्यो भने केटीहरूले त्यस्तो गर्दैन क्या अनि माइन्ड सेट कस्तो छ क्या हामी केटाहरू कस्तो ओपन हुन खोज्छौँ साथी बन्न खोज्छौँ होइन हामीलाई एस्की बनाउँछ क्या तर खासमा हामी जन्म्या हो काम गर्नलाई जन्म्या हो तर हामी चिल गरिरहेछौँ गेममा पैसा हाल्दैन भने होइन ले बाटो स्याल कति भइसक्यो बाहिर त उज्यालै भइसक्यो रातभरि गफ गर्दा गर्दै म त रातभरि के सोचिरहेको थिएँ मायाको छ हामीलाई यस्तो डिस्ट्र्याक्सनमा किन राखेको छ कसले राखेको छ भनेर सोच्छ क्या केही चिजमा पनि फोकस सुन न है यदि स्टडिज नै मान्छेले नल्याएको भने पढाइ सढाइको यस्तो कुरा नै नल्याएको रहेछ होइन सोच त मान्छेहरू के गर्थ्यो होला यार हाम्रो लागि भने स्टडी पनि एउटा काइन्डको डिस्ट्र्याक्सन हो क्या खासमा भन्नुपर्दा हामीलाई यही यो सिस्टमभित्र ट्र्याप गरेर राखेको छ क्या त्यही हो नि दाइ किन भन्नु न मान्छे जन्मियो स्कुल गयो स्कुल जा है बाबु तँलाई ज्ञान मिल्छ अरे कसले भन्यो त्यो यस्तो हो क्या दाइ त्यो मान्छे कस्तो हो भने स्कुल तपाईँले भन्नुभयो स्कुल डिस्ट्र्याक्सन हो भने त्यो एकदम ठिक हो होइन यस्तो हो क्या फेरि बिजनेस गर्ने मान्छेकोसँग सोध्नुपर्छ बिजनेस गर्ने तपाईँ अब ल मेरो ठुलो कम्पनी छ होइन तर मैले त धेरै पढेको छुइनँ नि त तर मेरो कम्पनीको ग्रोथ चाहिँ ठुलो भइसक्यो काम गर्ने मान्छे को चाहियो अनि पढे लेखेकै चाहियो भने त त्यही भएर त्यो स्टुडेन्टहरूलाई पनि त्यही भएर मान्छेहरूले भन्छ धेरै पढेर धेरै पैसा कमाउने होइन क्या बरु काम गरेर धेरै पैसा कमाउने अनि आफ्नो बिजनेस गर्ने भन्छ क्या आफूले बिजनेस गऱ्यो भने पढ्ने मान्छेहरूलाई नै आफ्नो अन्डरमा राखेर काम गराउन सकिन्छ क्या दाइ त्यही होइन त ठुल्ठुलो कम्पनीमा धेरै पढेको अडिटहरू राख्छ फाइनेन्स हेर्ने छुट्टै राखिदिन्छ धेरै पढेको मान्छेलाई राख्ने हो काममा दाइ
तर कसम भने यार पढाइले पैसा पाउन सक्छौ तर तिम्रो पावर कहिल्यै पाउन सक्दैनौ क्या कुरा त्यो पढेर त्यो हो नि पढाइ भने एउटा टाइप अफ एउटा ट्र्याप जस्तो भइसक्यो क्या पढ्नु भनेको नि त अरूको अन्डरमा काम गर्नु नै हो क्या हो नि जन्मिने बित्तिकै स्कुल हाल्यो टिचरको अन्डरमा काम गर घर आयो होमवर्क दियो टिचरको अन्डरमा काम गर्यो पछि सिस्टमेटिक ट्र्याप बनायो त्यही हो दाइ सोच न माछाहरू किताब पढ्छन् र त्यही पनि कस्तो फ्री छन् ह्याप्पी छन् हामी किताब पढेर ह्याप्पी छैन क्या किनकि हामीले बुझ्यो नि त यस्तो हुन्छ तर हामीले बुझायो कसले यो सब आयो चाहिँ कहाँबाट भन्ने हो क्या जुन कन्ट्रीले त्यो डिस्ट्रेक्सन फलो गरायो नि त्यो अहिलेसम्म गरिरहेछ क्या मान्छेले गरिरहेछ मान्छे यस्तो मान्छेको तर ब्रेन चाहिँ यस्तरी हुँदो रहेछ क्या केही चिज कसैले गर्छ भने त्यो चिज गरिहाल्दो रहेछ क्या ल फर्स्ट कोही मान्छे होला भने पृथ्वीमा त्यसले पढाइ डिस्कभर गर्यो त्यसले एक्लै बसेर बुक पढ्यो ऊ अक्षरहरू डिस्कभर गर्यो अनि त्यसलाई देखेर वा यार यो त यस्तो गर्दो रहेछ खै म पनि हेर्छु त्यसले सिक्यो त्यसलाई हेरेर अर्कोले सिक्यो त्यस्तै गरेर त मान्छेहरूलाई भयो भने फिल जिन्दगीमा पढ्नुपर्छ नपढ्यो भने जिन्दगी बर्बाद हो टाइपको त्यही भएर यो स्कुलहरूमा अनि अब यस्तो बाहिर फ्रेन्ड सर्कलले पनि धेरै असर पार्छ क्या दाइ अब जस्तो अब मेरो यो साथीहरू स्कुलको साथीहरू कस्तो छ लट्ठुवा छैन काम हिँड्नु भन्ने टाइपको छ नि त तिनीहरू एक दुईजना साथी छ बिजनेस माइन्डेड उनीहरू धेरै हिँड्दैन नि त हिँड्दैन उनीहरू धेरै पढ्छ कि के गर्छ उनीहरू त्यस्तो छ क्या अब यहाँ आइराख्नेहरू चाहिँ यिनीहरू चाहिँ हिँडौँ खाऊँ घुम भन्ने टाइपकोहरू छ क्या पछि फ्युचरको चिन्ता नभएको टाइपको जस्तो अलिक त्यस्तोहरू छ क्या म नि इभेन त्यस्तै छु नि त अब मेरो फ्रेन्ड सर्कलले कतिको हार्म गर्छ भने देखिरहनु पर्छ होइन अब ल त्यस्तै मेरो साथीहरू ल अब खतरा बिजनेसम्यान अन्टरप्रेनर बिजनेस आइडिया दिनेहरू केही गरिरहेकोहरू छ भने आफूलाई पनि त्यस्तो हुन मन लाग्छ क्या दाइ त्यही भएर साथीहरू पनि धेरै इन्सपिरेसन दिन सकिन्छ मैले अघि नै भनेन कोही एउटा मान्छे जो एकदम लोफसडे छ त्यो सुध्रेको देख्यो भने इन्सपिरेसन हुन्छ भनेर हुन्छ क्या दाइ अब मुला केटाहरूले दग्दी देख्दै गऱ्यो होइन माथि त जस्तरी भयो गरेको थियो मलाई त बिल्ला हानेको थियो तर खासमा फ्याक्ट भने चाहिँ त्यही किशोर दाइले अहिले बिजनेस लसमा छ भने त्यही पनि गरिरहेछ अहिले त किशोर दाइ देखेर त्यस्तो इन्सपिरेसन लाग्दैन क्या हामीलाई अब भोलिको दिन यही बिजनेस सक्सेस भयो दाइले ठाउँ ठाउँमा आफ्नो त्यो मर्चेन्डाइजहरू त्यो खोल्यो भने ठाउँ ठाउँमा फ्रेन्चाइजहरू होइन अब हामीलाई इन्सपिरेसन लाग्दैन कहाँदेखि सुरु गरेको थियो यार कहाँ पुगिहाल्यो मान्छे त्यस्तो हुन्छ नि भइहाल्छ दाइ त्यो त त्यही त हो त कुरा सोच है यो बिल्डिङ पनि तिम्रै हो होइन सब तिम्रै हो यो क्याफे पनि तिम्रै हो भने चाहिँ आज यति कमाएको छ तिमीले यही क्याफे 50-100 सालसम्म कन्टिन्यू गर्नु भने यही हालत हुन्छ त्यो क्याफेको हुँदैन नि किनकि अहिले तिमीलाई एउटा कुनै कफी 200 रुपियाँ पर्छ भने फ्युचरमा त्यही कफी 1000 पुग्छ 2000 पुग्छ ठाउँ त पर्मानेन्ट छ नि त किनकि हामीसँग ल्यान्ड भने एकदम लिमिटेड छ क्या यसको भाउ बढिराख्ने हो कस्तो अजिब छ क्या सब चिज अजिब छ भने यार अब ल्यान्ड कमाउन थाल्नु पऱ्यो क्या दाइ त्यही भने तर हुन त हेर हामी खासमा जे देखिरहेको छ सब भ्रम हो अब किन हामीलाई अहिले जमिनमा बस्छौँ भनेर सिकाएछ कमाउने अनि अब कमाउँदै बुढो हुन्छ होइन घर बनाइन्छ आफ्नो लाइफ सेट गरिन्छ मऱ्यो के लग्यो दाइ कसलाई राम्रो भयो कहाँ गयो त्यसपछि के थाहा हुन्छ त दाइ हो नि हामीलाई जमिनमा हिँड्न सिकाएको छ र पो हामी जमिनमा हिँड्छौँ के थाहा भोलिको दिन कसैले पानीमा हिँड्न सिकायो माछाहरूलाई खुट्टै चाहिन्छ र के त हामीलाई पनि आफ्नो बडीको बारेमा केही थाहा छैन कि नत्र हेर न यत्तिकै खुट्टा चिप्कायो भने हाम्रो पनि माछाको यस्तै फिन निस्किँदैन हामीलाई के त पानीमा पनि घर बनाउन सक्छौँ कि फ्युचरमा सक्छ नि दाइ पानीमै हाम्रो त्यो जन्म भएको भए पानीमै अहिलेसम्म 10-20 वर्ष बसिरहेको भए पानीमै घर बनाउन सक्छ क्या दाइ अनि किनकि त्यस्तो पोसिबिलिटिजहरू धेरै देखाएको छ क्या यदि हामीले देखाएकै कुरा मान्ने भने मान्छेहरूले पानीमा घर बनाएको पनि पोसिबिलिटी देखाएको छ नि दाइ होटेलहरू कति बनाएको छ त न त त्यो मान्छेहरूको दिमागमा पनि कसरी आउनु पर्ने हो क्या कुरा नआउनु पर्ने हो नि यो तर दाइ सब इल्युजन हो क्या अब तपाईँले 5 वर्ष अगाडिको सबै कुरा एक दिनको कुरा याद गर्न सक्नुहुन्छ सकिँदैन अब ल जस्तो एकै हप्ता अगाडि ल न्यु इयरमा यस्तो रक्सी खायो भने तपाईँ बिहानदेखि बेलुकासम्म के भयो भन्न सक्नुहुन्छ सक्दैन सक्दैन कसैले पनि सक्दैन क्या दाइ जति बुढो हुँदै गयो होइन अब जस्तो हाम्रो मेमोरी पनि हल्का 1-2वटा इभेन्ट त याद हुन्छ अब कुनै अब आफूलाई एकदम ग्रेटफुल लागेको इभेन्ट यस्तो त याद भइहाल्छ नि अब सानोमा ल मलाई बाउले साइकल किनिदियो ल बाइक किनिदियो 5 वर्ष अगाडि भनेर यस्तो त कुनै त्यो अब एकदम आफूलाई चेरिस मोमेन्टहरू आफूलाई एकदम लागेको अब जस्तो कि मलाई एकदम नराम्रो लागेको बेलामा त्यस्तो हुन्छ नि दाइ त्यस्तोहरू चाहिँ याद हुन्छ क्या दाइ अहिले नत्र 5 दिन अगाडि न्यु इयरमा के गर्यो दाइ के रक्सी खाएर बस्यो त्यति हाल्छ बिहानदेखि के गर्यो कति बजी उठ्यो के भन्न सक्छ दाइ कसैले भन्न सक्दैन नि त्यस्तो हो क्या दाइ त्यही भएर इल्युजनै होस् लाग्छ क्या मलाई पनि यो चाहिँ कसरी मान्छे भएर जन्म जसरी सोच है एउटा कुरा हामी मान्छे भन पृथ्वीमा लाखौँ स्पिसिस छ मान्छेले मात्रै किन रुल गरिरहेछ क्या अनि
अब हेर है हात्तीको आँखामा लाग्छ होला यो फुच्चे मान्छे मलाई कन्ट्रोल गर्दैछ भनेर। हात्तीको आँखामा त्यो हात्ती होइन नि, अब हेर्ने दृश्य पनि फरक हुन सक्छ क्या। म कसम हेर्ने दृश्यमा यस्तो कन्फ्युज भएको छु। हेर है, हामीलाई बच्चादेखि भनेको छ यो व्हाइट देखिरहेको छ होइन, तर मेरो नजरमा के थाहा यो रेड कलरलाई मैले व्हाइट देखिरहेको छु कि, किनकि मलाई त बच्चादेखि त्यही पढाएको छ, हामीले देखाएको एउटै चिज छौँ, के थाहा यो व्हाइट कलर हो कि रेड कलर हो। तिम्रो आँखामा केही चिज छ, तिमीले यसलाई रेड, तिम्रो नजरमा ल मानौ एकछिन यो रेड हो होइन, तर तिमीलाई त व्हाइट भनेर पढाएको छ, यसले तिमी व्हाइट भन्छौ। हेर्ने दृश्य पनि त्यस्तै फरक हुन सक्छ होला त। ल होइन त्यो पनि भयो ल, सन्डे मन्डे ट्युसडे वेडनेसडे थर्सडे फ्राइडे स्याटरडे बाहेक अरू डे बनाउनु त ल, दिमागमै आउँदैन कि। अनि 1 देखि 100 सम्म अरू नम्बर बनाउनु त। 1 2 कस्तो भने हामी एउटा प्रोग्राम भइसकेका छौँ क्या। हेर्नु न ल, अब 1 देखि 100 सम्म अरू नम्बर बनाउनु भयो भने ल 90 होइन, 101 102, तर 1 2 त रिपिट भयो नि त, फेरि भयो नि त 103 104 अरू नम्बर बनाउनु सक्छ त। अरू नम्बर गेस गर्नु न दादा, गेस गर्नु न, सक्छ त, सक्दैन। आने टेढे इमेज पनि गेस हुँदैन क्या खासमा। मैले त होइन दाइ सन्डे मन्डे ट्युसडे बाहेक अरू डे धेरै बनाउनु खोजेँ, तर सकिनँ क्या दाइ। मैले चार्जमा हुँदाखेरि त्यो हुन्छ नि, अब धेरै दिमाग चलेर क्या, मान्छे नै 7 दिन मात्रै हुन्छ 1 विकमा, अर्को डे बनाएको भए आफूले को बल हुन्थ्यो भनेर क्या सिक्ने। अहिले चाहिँ म यो डेमा रनिङ छु है भनेर क्या डाला भन्दा पनि बेसी हुन्छ नि यार है। आफ्नो क्यालेन्डरै चाहिँ छुट्टै बनाइदिने। अब हेर्नु न दाइ, नेपाल अहिले 2083 इयरमा कुदिरहेछ भनेर भन्छ होइन, अनि बाहिर विदेशीहरू कस्तो छक्क पर्छ नि दाइ। के भन्छ मान्छेहरूले, त्यहाँ त GTA 7 आइसक्यो, GTA 8 आइसक्यो भन्छ क्या दाइ। हो नि, नेपाल क्यान प्रिडिक्ट द फ्युचर भन्छ नि, अनि त्यही भएर त हामी झाँक्रीहरूलाई नेपालमा बढी मान्छन्, किनकि यिनीहरूलाई सब थाहा छ के हुने हो भोलिको दिन भनेर। कोही कोही मिलाइ पनि दिन्छ, कोही कोही फेरि इलुजनै हो क्या दाइ, सब इलुजनै हो क्या। हामी एउटा फिक्स प्रोग्रामको सिस्टम हो, हामीलाई जे सिकाएको छ हामीलाई त्यही मात्र थाहा छ। यस्तो हो मान्छे अलिकति, अब हामी पनि मान्छेहरू सबै भगवान्ले बनाएकै हो। अब भगवान्ले बनाउनु भयो, कसले बनाउनु भयो थाहा छैन, त्यो हेर्नु थाहा छैन, त्यो पनि थाहा छैन। अब हामीले भगवान् भनेको आफ्नो आमा बाउलाई सम्झिनु पर्यो फर्स्टमा होइन, अनि अब त्यसपछि त भगवान्। अब भगवान्लाई त मान्छेले एकदम गाह्रो टाइममा सम्झिने हो, तर कसले होला क्या भगवान्लाई भने सोच त। तिमीलाई साँच्चै लाग्छ भगवान्? तपाईँले हनुमान भगवान्को रियल फोटो देख्नु भएको छ? देख्नु भयो? तपाईँले भगवत गीताहरू पढ्छ कि पढ्दैन? मैले पढ्दैन नि, त्यो पढेकै छैन दाइ, तपाईँलाई अझै हिस्ट्री थाहै छैन दाइ। धेरै हनुमानको रियल थाहा छ तपाईँ कस्तो हुनुहुन्छ हनुमान भगवान्? नै त्यो रियल तिमीले भन्यो, त्यो रियल पनि बनायो कसले? तिमीलाई लाग्छ त्यो फोटो साँच्चीकै रियल होला जस्तो लाग्छ? हनुमान भगवान्को रियल फोटो यस्तो हो थाहा छ? साधु बाबा रहेछ नि त, अनि यसले यत्रो त्यो पुरै श्रीलङ्का जला होला त। अब भगवत गीता भनाइ अनुसार सबै अब भगवान् पहिल्यैदेखि यो पनि अब चलिआयो नि त एकदमै, भगवान्ले यस्तो गर्नुभयो उस्तो गर्नु, यो पनि अब तपाईँले भन्नुभयो नि हामीलाई कसले पढायो मुजी अहिलेसम्म, मुजी त्यही फलो गरिरहेछ हामीले, त्यही हो क्या त। कसैले देख्यो होला, कसैले देखेन होला, कसैले अब त्यही त हो। त्यो यस्तो हुँदैन, हाम्रो बाबुबाजेदेखि जे कथा आइरहेको छ त्यही कथा हामीले सुन्यो, किनकि हामी त त्यो चिज त्यो कुराभित्र ट्र्याप भइसक्यो नि त, हामी त त्यही चिजमा हामीले देखेको छैनौँ, तर हामीलाई त्यो बिलिभ भइसक्यो क्या दाइ, यस्तो हो भनेर क्या। तर माइन्डले ट्रेन गर्न सक्यो भने म यहाँनिर उड्न सक्छु भने उड्न पनि सक्छु क्या, तर हामीले त्यो सिकाएको छैन। यस्तो स्टोरीहरू सुन्नु न दाइ, भगवत गीता भगवान्हरूको पुरानो स्टोरीहरू दामी छ नि, भगवान्हरूको स्टोरीहरू सुन्नुपर्छ दाइ। म त स्टोरी भन्दा नि खासमा हेर, मलाई भिडियो हेरेर राम्रोसँग दिमागमा आउँछ होइन। इन्डियनहरूको मुभी रेकर्डिङ त्यस्तै हो, यत्तिकै हुन्छ एउटा मोटे केटा यमराज रे चिक्ने सुन लगाएको छ यमराज रे चिक्ने। तर मलाई यो भगवान् यस्तो भूतहरूमा चाहिँ लास्ट बिलिभ लाग्छ यार। म भन्छु नि पोसिबिलिटी सब चिजको छ क्या, साइन्टिस्टले एभिडेन्स पो छैन भनेछ त। ल हेर्नु है, न्युटनले ग्राभिटी पत्ता लगाउनु भन्दा अगाडि कसैलाई थाहा थियो? ग्राभिटी थियो त थियो, तर कसैलाई थाहा थिएन, किनकि एभिडेन्स छैन कि मान्छेले त्यो बेला त्यो कुरा बिलिभ गर्थेन। अब भूत पनि हुनसक्छ, साइन्सहरूले खोज्न पो सकेन, अनि के त छ कि एभिडेन्स नभयो भन्दा छैन भन्न मिल्दैन क्या। म त कसम भने जसरी हेर है, हामी माइक्रो अर्गानिजमबाट जनावर भयौँ, जनावरबाट बाँदर भयौँ, त्यहाँदेखि इभोल्भ हुँदै 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 अहिले मान्छे भएको छौँ होइन। अब तिमीलाई के लाग्छ आउने 1-2 करोड सालसम्म हामी अझै इभोल्भ भएर अझै खतरनाक हुन्छ जस्तो लाग्छ? लाग्दैन यार दाइ त्यो त। म त नै त्यस्तरी नै जसरी हेर है, यति सानो जम्स थियो हामी अहिले यत्रो भएको छौँ होइन, भएको छौँ नि। अब तिमीलाई के लाग्छ 1-2 बिलियन साल ल आजै हुन्छ भोलि हुन्छ भन्ने छैन? हाम्रो बडी सेप यही होला त? हुँदैन यार दाइ, हुँदैन नि, इभोल्भ हुन्छ कि, किनकि मान्छेहरूले टाइमसँग एडप्ट गर्छ। बाँदरको पुच्छर गायब भयो, चिम्पान्जी भयो, यत्रो हात भयो, अनि हिँड्दा मान्छे भयो अरे।
मलाई चाहिँ के लाग्छ भने त्यही भएर मलाई एलियनको कुरामा बढी भरोसा लाग्छ क्या मैले अस्ति भनेको थिएन यो अर्थ नै पुरै डिमोलिस्ट हुन्छ जस्तो लाग्छ क्या भोलि पर्सि चाहिँ यो प्रोग्राम सकिएपछि हुन्छ नि टाइपको हुन्छ नि कुनै न कुनै ठाउँमा त इन्ड हुनुपर्ने हो नि हरेक कुराको एन्ड हुन्छ किनभने हर कुराको इन्ड हुन्छ इफ इट क्रिएट्स इट विल डिस्ट्रोय मा कसम यार इल्युजन छ क्या क्वेसनै सोध्नु पर्यो भने क्वेसन यति छ भने कसैले एन्सरै दिन सक्दैन क्या मलाई त्यही भएर मैले अघि भर्खरै भनेको थिएन एस्ट्रोइड गिर्नुभन्दा अगाडि पनि पृथ्वीमा मान्छेहरू एक्जिस्ट गर्थ्यो होला क्या तर तिनीहरूले एस्ट्रोइड गिर्छ भन्ने थाहा भयो डाइनासोरहरू सब मऱ्यो त्यो कहानी भयो पनि मऱ्यो तर के थाहा तिनीहरूले अगाडि नै डेभलप गरेर भागिसकेको छ कि किनकि भित्रभित्रै हेर्नु पर्दाखेरि त त्यो पिरामिडहरू पनि त्यो एलियनहरूले बनायो भन्छ कोही मान्छेहरूले बनायो भन्छ त्यो पिरामिड जुन ठाउँमा छ नि त्यो पिरामिडको त्यो ढुङ्गाहरू भने खासमा बारुदको छ क्या तर त्यो पिरामिडको एरियाको वरिपरि हेर बारुदको एउटा निशान पनि छैन कहाँदेखि आयो त्यो त्यत्रो ढुङ्गा मान्छेले उचाउन सक्छ भने कस्तो अजिब छ क्या तर फेरि पिरामिडको इजिप्टको ढुङ्गाहरूभित्र नि एलियनहरूको जिकर छ नि त्यो दाइ के अरे पिरामिड भित्र नै एन्सियन्ट हिस्ट्रीहरू त्यो हुन्छ नि एलियनको चित्र यिनीहरू सब छ क्या क्रिएट गरेको छ मान्छेहरूले कि केले गरेको छ भन्छ क्या त्यो पिरामिड भित्र छिर्नेहरूलाई क्या अब कोही कोही त हुन्छ नि त पुरै हामी पो क्युरियस छैन त दाइ त्यो पिरामिडको बारेमा हामी पो अहिले केटीको बारेमा एकदम क्युरियस हुन्छ नि त कोही न कोही मान्छे त हुन्छ नि त पिरामिडको बारेमा हो नि सबैको माइन्डसेट एउटै हुँदैन क्या सबैको माइन्डसेट एउटा हुँदैन सबैको हेर्ने तरिका एउटा हुँदैन मलाई यो सही लाग्ला तिमीलाई त्यो गलत लाग्ला तर तिमीलाई त्यो गलत किन लाग्छ त कसले भन्यो तिमीलाई त्यो गलत हो भनेर होइन त हामी दारू खान्छौँ हामीलाई रमाइलो लागिरहेछ जो खाँदैन त्यसलाई त गलत लाग्छ ल यो दारू खान्छ यार हाम्रो टाइममा दारू खानुपर्छ इन्जोय गर्नुपर्छ रमाइलो हुन्छ त्यसलाई त्यो मुजीले कसले भन्यो दारू खानु गलत हो तर कसम भने यार हो नि मा कसम म त पागल हुन्छ यस्तो क्वेसन सोध्यो भने त म त कसम भने झन् यस्तै खाएर हल्लिरहेको बेलामा यस्तो बेलामा झन् बढी दिमाग चल्छ क्या म त भनेन मैले च्याट जेपीटीलाई सोधेँ यदि ह्युमनहरूले एआई रियल भयो भनेपछि ह्युमनलाई डिस्ट्रोय गर्छ भनेर एस भने नि अब भोलिको दिन कसले देख्न सकेन र चिट्ठी त रोबोटमा थिएन एउटा रोबोट भन्यो त्यसले पछि आफ्नै क्लोन बनायो के त यिनीहरू सिस्टमहरूले अनि आफ्नै क्लोन बनाएर जे पनि हुनसक्छ नि बोर भयो त्यहाँ बोर सोच्दै गयो भने त त्यहाँ धेरै कुराको क्वेसन आएको जे कुराको नि क्वेसन आउँछ नि दाइ क्वेसन मात्रै आउँछ क्या एन्सर आउँदैन कुरा त्यो त्यही भएर मलाई लाइफ एकदमै अनसर्टन एकदमै लाग्छ क्या कहाँदेखि आयो होला को आयो होला कसरी आयो होला तर पृथ्वीमा होइन जन्मिनु मान्छे बनेर जन्मिनु होइन एउटा एकदम अचम्मको कुरा हो क्या कसरी भन न ल समय रेनाले एकचोटि एउटा जोक क्र्याक गरेको थियो नि जसरी होइन तिम्रो कुनै होइन तिम्रो ल 5-6वटा बाजे पुरानो बाजेहरूले होइन एकचोटि एक्स्ट्रा हिलाइदिए तिमी यहाँ हुन्थ्यो भन्नेलाई क्वेसन सोधेको थियो नि होइन त सोच त तर मा कस्तो डिप क्वेसन छ क्या तर त्यो समय रेनाले भनेको के अरे हो नि दाइ त्यो एक दिन मुठ मारेर हामीलाई वेस्ट हान्नेको भयो भने हामी यहाँ हुन्थ्यो हुन्थेन क्या किनकि त्यो भएन भने हाम्रो बाजे हुन्थेन बाजे भएन भने अर्को बाजे हुन्थेन कति मान्छेले कति अर्डरमा कति पर्फेक्टली हामीलाई जन्म होला भन्ने हो क्या त्यसैले लाइफलाई यो किताबको बन्द गर्ने रफ्तार पनि सोचे हुन्छ नि तर मलाई यो क्वेसन त लास्ट डिप लाग्यो हो क्या यो त तर एकदम ट्रुथ हो यार के त डक्टरै निस्किन्थ्यो कि अर्को होइन के त हामी मान्छेको शरीरमा जनावरको शरीरमा हुन्थ्यो कि हुनसक्छ यार दाइ सब एकअर्कामा रिलाइ छौँ कि खासमा कुकुर मुजी कुकुर किन हो त होइन त कुकुरलाई किन कुकुर भन्यो त्यसलाई घरको अगाडि गाडी किन बनायो कुकुर भन्दा ठिक झन् खतरनाक त बाघ होइन बाघलाई पाल्नु पर्ने सक्दैन किन जसरी कुकुरलाई जुन मेन्टालिटीले हामीले ट्रेन गरेको छ नि जसरी हेर न हाइना पनि कुकुर त हो तर हाइनालाई पाल्न सक्दैन क्या मान्छेले कुकुरले पाल्छ किनकि हाइनाले त्यही पर्सपेक्टिभले हेरेछ कुकुरले त्यही पर्सपेक्टिभले हेरेछ यदि बाघलाई पनि हामीले बच्चैदेखि केही नसिकायो होइन बाघलाई पनि घाँस खुवाइदियो भने बच्चादेखि खान्छ क्या त्यसले एउटा थाहा छ धेरै टाइम पहिला एउटा एक्सपेरिमेन्ट भएको थियो क्या एउटा मान्छेको बच्चा र चिम्पान्जीको बच्चालाई सँगै राखेको थियो होइन चिम्पान्जीले मान्छेको कुरा सिकेन कि मान्छेले पुरै चिम्पान्जीको बानी एडप्ट गर्यो क्या हो त्यही हो कि बच्चाबाट जे सिकाउँदै त्यही सिक्ने हो क्या बच्चामा जे सिकायो त्यही सिक्ने हो क्या बच्चाहरूलाई त्यो त अब सानैदेखि मुखसार्नु सिकायो मुखसार्नु नि हो नि याद गर्नु कति बच्चाहरू देखेको छु मैले त कति देखेको छु कति देखाएको छु यहाँदेखि जेपी स्कुलको बस जाँदैन बच्चाहरूको एउटा बच्चा यत्तिकै झ्यालतिर हिँड्नुपर्छ कोही न कोही यत्तिकै आमाले देखाइहाल्छ मैले त 1000चोटि नोटिस गरेको छु भन्ने अब अहिलेको बच्चाहरू फोन नहेरी भातै खानु
कस्तो भइसक्यो दाइ हो त्यही हो क्या मान्छेहरूलाई डिस्ट्र्याक्सन त्यहीँबाट भइरहेको छ मैले भनेन अघि हामीलाई कोड्थ्यो अहिले हेर्नु त दाइ त्यही त बच्चालाई फोन दिएर भात खुवाउनुपर्छ हामीलाई एउटा ट्र्यापमा पारिसक्यो क्या यिनीहरूले कोही चाहँदैन यी मान्छेहरू यो ट्र्यापभन्दा बाहिर निस्कियोस् भनेर क्या किनकि निस्क्यो भने त्यो मान्छे सक्सेस भयो क्या यो जमानामा त्यही भएर भन्ने नि सक्सेस हुन धेरै इजी छ क्या हल्का मिहिनेत गर्नु पर्यो आफूले डिसिप्लिनमा राख्नु पर्यो सक्सेस हुन धेरै इजी छ क्या किनकि मान्छेहरू यति डिस्ट्र्याक्ट भइसक्यो कम्पिटिसन कोही छैन आफूलाई कसरी अप गर्ने भन्ने हो क्या कुरा अहिले त दाइ धेरै मान्छेले गर्ने काम एआईले गरिदिन्छ यार दाइ अनि सिधै अहिले भिडियोग्राफरले गर्ने काम एआईमा मजाले प्रिमियम लिएर प्रम्प्ट मात्रै लिइदियो भने यस्तो बल भिडियो बनाइदिन्छ यस्तो बल फोटो निकालिदिन्छ रियल भन्दा नि रियल निकालिदिन्छ नि बल निकालिदिन्छ यार एआई त्यस्तो अगाडि पुगिसक्यो क्या दाइ तर होइन तिमीले कहिले सोचेको छौ भने एउटा कुरा यो कुरा मैले अस्ति भर्खरै सोचे होइन बस्दा सोचे होइन यदि एआईले होइन तिमीले पृथ्वी पुरै बर्बाद भएको भिडियो बनाएर एउटा प्रम्प्ट दिएर पठायो भने होइन त्यसले पृथ्वी पुरै डिस्ट्रोय भएको भिडियो पठाइदिन्छ क्या तर त्यसले कसरी थाहा पायो यो तरिकाले पृथ्वी डिस्ट्रोय भयो यस्तो भयो अनि पृथ्वी डिस्ट्रोय भयो त्यसले त्यो प्रोग्राम गरेर सिकायो कसले देखायो कसले अन्त यार त्यो पनि सोचेछौ तर त्यसले त्यो आफ्नो अन्दाजबाट बनाएर पुरै हाल्यो भिडियो बनायो कसरी के किनकि यो मोबाइलभन्दा बाहिर त गएन त्यो इमेजहरू कलेक्ट गरेर होला यताउता कलेक्ट गरेर होला होइन तर त्यो पृथ्वी फुटेको त्यसले देखायो कसरी किनकि एक्चुअलमा यो कहिले भएको नै छैन हो यार भाइ कसम भने म त यो त अब होइन दाइ एक्चुअली च्याट जिपिटीमा प्रिमियम लिएर हिँड्नै पर्छ यार दाइ भिडियो एकचोटि प्रिमियम लिएर हेर होइन जेसुकै भन्न तिमीले ल होइन यो बोतल फ्लिप भएको एउटा भिडियो बनाऊ भने होइन यसले सेम बोतल मजासमा फ्लिप गरेर राखिदिन्छ कसरी गर्छ त्यो कसरी गर्छ त किनकि हामीले त बोतल फ्लिप गरे नै छैनौँ त्यसले फ्लिप गर्यो एउटा आफ्नै हिसाबबाट अरू सामान केही पनि मुक्दैन बोतल मात्र मजासमा फ्लिप हुन्छ ब्याकग्राउन्ड पनि चेन्ज हुँदैन क्या त्यही भने त्यही भएर मलाई टाइम मसिनमा बढी भरोसा लाग्यो त्यहीँदेखि हो क्या कोही आयो यत्तिकै फ्लिप गर्यो किनकि त्यसले टाइम त लिन्छ नि त थिङ्किङ गरेर हो यार त्यो पनि हुनुपर्छ रियल लाइफलाई एआईले यस्तो इमेजिनेबल बनाइदिएछ यस्तो इमेजिनेबल बनाइदिएछ हामी मान्छेहरू रियलिटी के हो भनेर देख्नै सक्दैनौँ क्या त्यही भएर भन्छ नि एआईलाई पनि मिसयुज गर्यो भने दाइ मान्छेलाई पनि टप दिने खालको एआईको आइसक्यो अरे क्या इलोन मस्कले भनिसक्यो दाइ त्यही भएर अघि यसले भनेन इफ एआई क्यान बी रियल इट क्यान डिस्ट्रोय ह्युमन भनेर एस भनेन यसले अनि यसलाई यो एआई मिसयुज गर्ने जसले मिसयुज गर्छ नि त्यसले भुक्ताउँछ क्या दाइ हो नि अब हेर सबभन्दा यो एआईको पुरै पावर खासमा कोसँग छ भन्दाखेरि जसले क्रिएट गर्यो नि थाहा छ नि जस्तो त्योसँग त हाम्रो सब डिटेल छ यार ए टु जेड डिटेल छ त्यसले चाह्यो भने एकछिनमा एउटा ब्याङ्क मान्छेले ह्याक गर्न सक्छ क्या क्यामेरा त ह्याक गरिदिन्छ दाइ फोनको अहिले ठाउँको ठाउँ तपाईँको फोनको क्यामेरा ह्याक गरिदिएर बसिदिन सक्छ मान्छेहरू अनि मान्छेले त्यस्तो चिज थाहा छ भने यो त झन् आफै त्यो सब गराउने होला यसलाई के थाहा होला क्या यसले सिस्टम कहाँदेखि के गरेर पुरै क्र्याक गरिदिन सक्छ नि हेर है हामीले ह्याकिङको बारेमा केही सोच्यो भने यसले हामीलाई कोर्स दिइरहेको हुन्छ होइन अब यसलाई थाहा नहोला त्योभन्दा डिप लेभलमा कहाँ जान सकिन्छ भनेर त्यो हो नि यसले त कसम चाह्यो भने होइन यो एआईले मात्र चाह्यो भने पृथ्वीको भित्र एउटा न्युक्लियर छ भन्ने थाहा छ एउटा रातो डल्लो छ भन्छ नि क्रस्ट अनि भित्र गएर एउटा पुरै पृथ्वीभित्र ज्वालामुखी छ यसले चाह्यो भने त्यो ज्वालामुखीले 1 सेकेन्डमा पड्काइदिन सक्छ क्या यस्तो पावर छ यससँग मान्छेहरू न्युक्लियर बम बनाएर छन् खासमा मान्छेहरूले बनाउनु पर्ने के थाहा छ त्यो पृथ्वीको भित्रको न्युक्लियर रिएक्टरलाई कसरी एकछिनमा एक्टिभ गरेर पुरै पृथ्वी ध्वस्त गरिदिने भनेर पृथ्वी कसले बनाएर है बनायो कसले धेरै थ्योरीहरू छन् कि कसैले भन्छ एउटा स्टार टुट्यो त्यो स्टारले अनि अलग अलग ग्रह फर्म गर्यो भन्छ कसैले भन्छ एउटा माटोको त्यहाँबाट फर्म भयो भनेर ल दाइ एउटै मात्र प्लानेट छ भनेर त छैन नि त सियो अहिले त 8वटा कि 7वटा प्लानेट छैन प्लुटो हरायो 7वटा प्लानेट तिमी त्यो भन्छौ भन्ने चाहिँ होइन युनिभर्समा त कसम हामी यो धुलोभन्दा नि धेरै सानो छौँ क्या युनिभर्समा अरू लिभिङ बिङ छैन होला हेर है हामी सोलर उयोमा बस्छ होइन एउटा सन इज द फ्यामिली अफ सोलर सिस्टम त्यो सोलर सिस्टममा हामीभन्दा अर्थभन्दा पनि ठुल्ठुलो प्लानेट छ कति छ मिल्की वे ग्यालेक्सी त्यस्तो ग्यालेक्सी करोडौँ छ होइन अर्थ भन्दा ठुलो छ भनेर चाहिँ कसरी थाहा भयो मान्छेलाई त्यही भने क्यामेराकै भरमा त कसरी थाहा पायो कसले नाप्यो दाइ फोटोकै बेसमा त कसैले के भन्नै पाएन नि किनभने हामी यहाँदेखि हेर्दाखेरि होइन टाढाको मान्छे सानो लाग्छ नजिक ठुलो हुन्छ नि अनि त्यो क्यामेराकै भरमा त हामीले सबै भन्न मिलेन नि त जति माइक्रोफाइन ग्लासले गरेर सबै पहिलाको मान्छेहरूले यो अज्युम गरेर बनाएको चिज मात्रै हो क्या अब सुपरस्टिसियस बिलिभ भन्छ नि अब सानोदेखि नि अब बिरालो बाटो काट्यो बाटो नकाट भने पहिल्यैदेखि फलो गरेको होइन त तपाईँले गर्नुहुन्छ कि हुँदैन हो नि म त गर्छु त होइन तर पहिल्यैदेखि भन्यो नि त मलाई सानोदेखि बिरालोले बाटो काटेछ त नजा है भनेर भन्ने पहिल्यैदेखि छ नि त त्यो पनि बिलिभ गर्ने मलाई कहिले काहीँ के लाग्छ हामी मेसिनभित्र पनि ट्र्याप छु जस्तो लाग्छ कि जसरी सोच है मैले यसको फोटो ट्याक्कै खिच्छु होइन
हामीले यो फोटो देखिरहेछौँ अब त्यही मेसिन त्यही क्यामेरा त जाने हो स्पेसमा यो क्यामेराले ठ्याक्कै के थाहा हामीले जस्तो रियालिटी छ त्यो देखाउनै लाग्छ छैन कि बुझ्छ नि न हाम्रो आँखाले देख्न सकिरहेछ न यो मसिनले देख्न सकिरहेछ रियालिटी जे पनि हुनसक्छ क्या अब जे भयो भने मसिनै त हो के भरोसा यार यत्तिको स्पेसमा गयो फोटो निकालिदियो त्यसले त आफ्नो मर्जीले जे पनि देखाइदिनु पायो नि अब हामी त्यही कुरा भरोसा गरेर बस्छ त मर्कुरी भिनस अर्थ टाइट दिमाग दुख्छ है मेरो पनि दुख्छ यार सोच न हामी 1% पनि दिमाग युज गरेर यत्रो आइन्स्टाइनले त कति पर्सेन्ट युज गरेर 10% बुढो हुन्छ दाइ कसम यही थ्योरी लगाएर यसरी बुझ्दै भयो भने एक दिन सक्सेसफुल हुन्छौँ क्या हामी म त भन्दैन म यस्तै होइन चार्जमा भएर पोडकास्ट गऱ्यो भने यस्तो क्वेसन झर्छ होइन दुनियाँले हेर्छ क्या मलाई त्यसपछि यस्तो किन भयो भनेर त्योपछि आज मैले क्वेसन उठाउँछु भोलि अर्कोले उठाउँछ क्या उठाउँदैन त भन त अब जे कुरा मैले तिमीलाई भनेको छु होइन त्यो कुरा तिमी कहिले न कहिले केही न केही भयो टाइममा सोध्छौ क्या यस्तो पनि त हुनसक्छ किन यस्तो भयो क्युरियस हुन्छ क्या ल 10 जना नहोला 1 जना हुन्छ 10 जनामा 9 जना नहोला 1 जना हुन्छ क्या दाइ मजासँग हुन्छ क्या त्यसको मनमा पनि खेल्छ नि त क्वेसनहरू के थाहा साँच्चीकै पो भने हो कि यसले के थाहा साइन्टिस्टहरू हामीलाई ठग्दैछ कि के थाहा हामी मसिनभित्र साइन्टिस्टहरू त फिक्स ठग्दैछ नि हामी सबले एउटा भ्रममा पारेर राखेको छ क्या दुनियाँ यस्तो छ यस्तोहरू तिमीहरू जिन्यौ यो तिमीहरूको काम हो यो तिमीहरूको फङ्सन हो यति मात्र गर योभन्दा बढी नहोस् भनेर अब ल मान्छे पुग्ने ठाउँै भन्नु न ल अब मान्छे पुग्ने ठाउँलाई कुनै त मेजर गर्ला माउन्ट एभरेस्ट 8848 ठाउँ भनेर कसले मेजर गर्यो त्यो मेजर गरेर पनि कसले भन्यो त्यो मेजर गर्यो भने त्यति नै हुन्छ भने के त 1 सेन्टिमिटरै हो कि त हामी त्यो 1 सेन्टिमिटरको 1 मिलिमिटरको मान्छे हो कि अनि के त मेजरी टेप नै गलत छ कि अनि एजम्सन मात्रै हो क्या एजम्सन मात्रै हो हामी त्यही ट्र्यापमा परेछौँ पहिला जे भन्यो जे अब हामीले पनि हामी आफ्नो छोराछोरी नातानातीले जे सिकायो नि त्यही फलो गर्छ क्या उनीहरूले अब हाम्रो नि बाजे आमा बाउले त्यही सिकायो नि होइन त्यही फलो गर्दैछु लाइफ बनाउनु छ भने पढेर के हुन्छ ए फर एप्पल बी फर बल एप्पलको नाम एप्पल कसले दियो के थाहा टमाटर हो हुनु नि सक्छ स्क्याम हानिदिएको हो कि एप्पल त दाइ होइन एन्ड्रोइड भन्दा धेरै पछाडि छ त मैले होइन कहिले काहीँ त के सोध्छु कि होइन खुर्सानी छ नि हामी खान्छौँ नि खुर्सानी त्यो खुर्सानी खाने जो पहिलो व्यक्ति थियो नि पृथ्वीमा त्यो खुर्सानी खाएर त्यसले के सोचे होला विषै खाए सोचे होला कि होइन त सोच त हामीले के चिज खायो ल मिठो छ खाने तर त्यसलाई कस्तो थाहा भयो यो चिज खानु लागेको छ यसमा विष छ कि छैन त्यो भोलिको दिन मर्यो होला अनि मान्छेले थाहा यो खानु हुँदैन है अनि त्यो खाँदै खाएन मान्छेहरूले अनि हामीहरू बडी त्यही हिसाबबाट डेभलप हुन्छ हामीले जे सोचे जसरी बाँदरले मेरो पुच्छर छैन सोच्यो भने त्यो बच्चाको त्यसको आउने बच्चाको पुच्छर सानो हुन्छ भन्ने थाहा छ हो त्यही भएर क्या हाम्रो बडीले त्यो चिजलाई खान सकेन एडप्ट गर्न सकेन अहिले हामी त्यो चिजलाई विष भनेर बसेका छौँ क्या त्यो खुर्सानी खाने पहिलो मान्छेले के सोचे होला क्या म जहिले यो कुरा सोध्छु कि खायो ओमा मुखमा थागो जल्यो होइन त तर त्यो मरेन होला किन अनि त्यो मरेन अनि मान्छेहरूलाई क्युरियस भएर यो मरेन खै यसले ट्राई गर्यो यसलाई त दामी करेन्ट लाग्यो झुट बोल्न चाहिँ कि साँच्ची बोल्न चाहिँ आफै ट्राई गरेर हेर्छु भनेर त्यही भयो अनि त्यही भएर खायो त्यस्तो त टेस्टहरू जेनेरेट हुने हो अनि दाइ खानेकुराहरू नै हेर्नु कति धेरै छ आइटम नै कति धेरै छ दाइ फुड आइटम नै कुन खानु पर्ने छ कुन नखानु पर्ने पनि छ क्या दाइ होइन र हो नि गाह्रो छ त्यसैले गाह्रो छ जिन्दगी धेरै गाह्रो छ यार बुझ्नु पर्यो भने धेरै गाह्रो छ क्वेसन लाखौँ छन् होइन यति क्वेसन चाहिँ यहाँ बसेर क्वेसन राम्रो मान्छे यस्तो क्वेसन उठाउने मान्छेहरू किन गायब हुन्छ त किनकि तिनीहरूलाई हो यो कुरा चाहिँ साँच्ची भने यार धेरै मान्छेहरू मैले सुनेको छु नि यो कुरा त जसले बढी क्वेसन उठाउँछ नि मान्छे गायब हुन्छ किनभने त्यो मान्छेहरूलाई अब त्यही बारेमा रिसर्च गरेर उनीहरूलाई अलमोस्ट ट्रुथ थाहा हुनै लागिसकेको जस्तो नै हुन्छ क्या तर हामीले त्यो ट्रुथबाट ब्लाइन्ड फोल्ड गर्दिन्छ त्यो मान्छे गायब हुन्छ मान्छे गायब अनि अर्को त्यो बस्दा अनि त्यो क्वेसनै आउँदैन नि भिडियो सिडियो समेत डिलिट हानिदिन्छ क्या यस्तो ठाउँमा बिलाउँछ यार पहिला होइन एकचोटि दाइ यो मेरो गर्लफ्रेन्ड चाहिँ ऊ हो क्या पुरा प्यालेस्टाइनियनहरूको पुरा एकदम सपोर्टर हो क्या इरान कन्ट्रीहरू मनै बनाउँदै ऊ चाहिँ कलेजको प्यालेस्टाइनियनको स्पिकर पनि हो क्या मैले भने होला तपाईँलाई जो स्पिकर टाइपको क्या अनि प्यालेस्टाइनियनले के नराम्रो गऱ्यो भने उसले भोइस उठाउँछ क्या उनीहरूको कलेजमा अब बाहिर यतै कतै भयो भने त्यस्तो छ क्या अनि पहिला एक्चुली
यस्तो भएको थियो अरे क्या इरानको प्यालेस्टाइनियनलाई त इरानहरूले लास्ट हेप्छ नि त लास्ट नराम्रो गर्छ मार्छ अनि अन्डरमा राखेर काम गराउँछ यताउता होइन अनि जस इरानको खै को ठुलो मान्छेले रिपोर्टरले एकजना प्यालेस्टाइनको केटीलाई लगेको थियो अरे क्या त्यो बच्चालाई लगेर एकदम नराम्रो गरेर रेप गरेर जस इरानको ठुलै मान्छेले हुन्छ नि त्यस्तो गरेको थियो अरे होइन अनि त्यो केटीलाई पछि अनि प्यालेस्टाइन नै पठाइदियो अरे क्या तर इरानकोले त्यो गर्नुसम्म गर्यो जे पाइ त्यही नराम्रो गर्यो अनि त्यसलाई प्यालेस्टाइन नै पठाइदियो होइन अनि त्यो केटीले न्युज रिपोर्टमा ट्रुथ भन्दाखेरि होइन मलाई गर्लफ्रेन्डले भनेको त्यो केटीले यस्तो ट्रुथ भन्दाखेरि त्यो केटी प्यालेस्टाइनबाट नै होइन प्यालेस्टाइन जहाँ बसेछ नि उसलाई त्यहाँ बसेको 12-13 घन्टा जस्तो एक दिनको ग्यापमा एक दिन त्यो केटी पनि गायब बनाइदिएको र त्यो न्युज पनि गायब भएको अरे क्या त्यस्तो पावर छ अरे क्या इरानसँग पनि त्यही भएर लाग्छ क्या मलाई इल्युमिनाटी सिक्रेट सोसाइटी यिनीहरू भने खासमा रियल पनि रियलै हो लाग्छ ल दाइ यो एपहरूको कोही न कोहीसँग त यस्तो पावर छ कि होइन तपाईँलाई यो एपहरूको लोगो थाहा छ कि थाहा छैन दाइ कुन यो हामीले चलाइरहेको यो सोसियल मिडियाहरूको लोगो छ नि सब यो साधनहरूको सिम्बलहरूसँग मिल्छ थाहा छ कि थाहा छैन थाहै छैन होला तपाईँलाई मायाकासँग गुज बम पाइरहेको छ यार मेरो त यार तर कसम भने कि कोही न कोहीसँग यस्तो पावर छ भने पृथ्वीमा जसले धेरै चिज कन्ट्रोल गरेर छ क्या कहाँदेखि के गायब गर्नु हो कहाँदेखि कसले गायब गर्नु होइन कसलाई पृथ्वीबाट डिलिट गर्नु हो तिमीलाई लाग्दैन हामी साँच्चै प्रोग्राम छु जस्तो लाग्दैन भन त यो यस्तो सोच्दाखेरि किनकि प्रोग्राम छ भने जो मान्छेलाई जतिखेर जे चिज पनि डिलिट गर्न सकिन्छ क्या यहाँ हेर्नु न दाइ म देखाइदिइहाल्छु तपाईँलाई तिमीले त आज ट्रुथ कुरा नदेखाउन यार डरिरहेको बेला धेरै छ क्या दाइ यहाँनिर हिडन लोगोजहरू के Secret messages hidden in popular logo. Most people think that the yellow circle in the Tour de France logo represents the sun, but the yellow circle actually represents a bicycle wheel, and the O, U, and R is shaped as someone riding a bike. In the Baskin-Robbins logo, you can see the number 31 in the initial, which represents the number of flavors of ice cream the company offers. The bottom of the Levi's logo resembles the design on the back केही न pocket. केहीको होइन यस्तो यो तर होला यार सेतानहरूको सिम्बल काहीँ न काहीँ केही न केही छ क्या हुन्छ क्या दाइ यिनीहरू यो एकदम डेन्जर हो क्या यो फेमस ब्रान्ड लोगोजहरू हेर्नु न यहाँ ब्यालेन्सियाको स्टोरीहरू सुनेको छ तिमीले ल सबै हो नि ब्यालेन्सियाको त यस्तो भुतिया स्टोरी छ इल्युमिनाटीकै ब्रान्ड हो भन्छ कसैले हो नि दाइ यिनीहरू सबै यो क्लोदिङ ब्रान्डहरूको होइन सबै यो सेतानसँगै कनेक्टेड छ क्या सबै कनेक्टेड लोगोहरू नै त्यस्तो Yeah. त्यस्तो Some छ of the older corporate logos utilize the symbols, the space between the E and the X present the symbol of an arrow facing forward. Or they can be complex symbolism found within a simple leveling up from the chakra point. And as we know, तर पृथ्वीमा भगवानभन्दा बढी यहाँ सिम्बल्स द्याट जिमेल एप्पल स्टोर फ्रीमेन्सन गुगल क्रोम नै डेन्जर छ दाइ The the divine magic king. of symbols comes back to three simple shapes. The shapes are the triangle, the square, circle. And how do you make these shapes? Well, the circle you make with a compass, right? So you use the compass to create the circle. In fact, मान्छेहरू क्युरियस भए पो अनि पो खोज्न खोज्छ यार होइन त जो होइन दाइ जो पुग्छ नि जसले सक्सेस जसले ट्रुथ थाहा पाउँछ नि त्यो मान्छे गायो त्यो मान्छे गायब हो क्या दाइ जसले यस्तो बारेमा कुरा गर्छ जसले पब्लिकमा यस्तो बारेमा कुरा गर्छ जसले पब्लिकमा रिच आउट गर्छ मान्छेलाई जसले भोइस उठाउँछ त्यस्तोहरू सिधै गायब हो दाइ किनभने यो सबै कन्ट्री चलाउने एकजना मान्छे नै बच्चाले एकजना छ थाहा नि छ त एउटा कन्स्पिरेसी थियो नि एकजना बच्चाले के को फर्मुला क्र्याक गरेर त्यसपछि त्यो भिडियो पनि गायब बच्चा पनि गायब भएको भन्नुभयो त्यस्तो एकचोटि त एउटा मिडियामा अमेरिकन मिडियामा त वाइल्ड चलेको थियो नि त्यो चिज कति छ नि दाइ त्यस्तो मैले भने त त्यो इरानको केटी नै अब हुन्छ नि त्यो ट्रुथ थाहा भएर गायब बनाइदिएको अहिलेसम्म नै त्यो ऊ हुन्छ त्यस्तो त्यो धेरै छ क्या दाइ कति छ त्यो चार्ल्स कर्क भन्ने त्यो डोनाल्ड ट्रम्पलाई कस्तो सपोर्ट गर्यो त्यो मान्छेले अनि कसरी मार्थ्यो त्यसलाई पुरै यत्रो मान्छेको अगाडि गोली हानेर त अनि मलाई त के लाग्छ दाजु दाइ त्यसलाई सकेसम्म के लाग्छ भने यो अब आउने यो प्रेसिडेन्ट जो उठ्छ नि त्यही मान्छेले हानिदिएको जस्तो लाग्छ अब त्यो मान्छे उठ्छ जस्तो लाग्छ क्या जो चाहिँ एन्टी छ नि ट्रम्पको किनभने ट्रम्पलाई त त्यसले दाइ भगवान मान्छ चार्ल्स कर्क आफ्नो बुढीको कुरा मान्दैन अरे तर ट्रम्पको कुरा त्यस्तो मान्छ अरे क्या त्यसले त्यो त मरेर गइसक्यो त्यस्तो हो अरे क्या दाइ त्यसको लागि भोइस गर्ने यस्तो अपोजिसनले हान्न त ट्रम्पलाई पनि गोली हान्न खोजेको थियो अनि ट्रम्पको कानमा गोली लागेको थियो त दाइ तर ट्रम्पलाई मर्न दिएन क्या कसले मर्न दिएन के त त्यो सब ट्र्यापै हो कि के त ट्रम्पले भोटै पाउनलाई आफूलाई आफै सेल्फ गोली हाने हो कि त्यो पनि हुनसक्छ तर त्यो मान्छेको निशाना चाहिँ कस्तो होला ट्याक्कै भने चाहिँ ट्याक्कै कानै छोएर निस्किने गल्ती नै होला कि निशाना नै होला कि त्यसो
त्यो पनि हुनसक्छ दाइ निशाना चुकेको पनि हुनसक्छ फेरि निशाना लगाइदिने मान्छे स्नाइपरहरू फेरि त्यस्तै खतरासँग पहिला यहीँ हानेर मारिदिएर कति खुन बगेर मऱ्यो त्यो चार्ल्स कर्टको त भिडियो भाइरल भयो त्यो त पुरै इन्स्टाग्राम भयो अब सोच न यत्रो टाउकोमा निशाना लगाएको छ होइन तर कानमा छोएर निस्क्यो त्यो भने त एकदम रियर केस हो क्या एकदम होइन त हामीले एउटा त्यहाँनिर एउटा ग्लास राखेर ढुङ्गा हान्यो भने या त बिचमै लाग्छ या त यत्रो साइडबाट जान्छ नि अनि कानैमा लाग्नु भने त्यो भने 1 in 1 million चान्स हो क्या अनि त्यो मान्छेले फेरि त्यही बेला दोस्रो गोली फायर गर्न सक्दैन र सक्थ्यो तर हानेन एकै गोली हान्यो त्यो कस्तो सिक्युरिटीले घेरिहाल्यो डाइरेक्ट ब्याक टु ब्याक 2 गोली फायर हान्यो सकिजान्छ नि कहानी त्यस्तो त्यही त मैले भने त ना यो इल्युजनै हो के नसोचौँ धेरै नसोचौँ दाइ भने देख तपाईँलाई यो लोगोहरूको बारेमा थाहा थिएन होला मलाई थाहा थिएन यो सोसियल मिडियाको सब लोगो दाइ सब यो रिच मान्छेहरू यो के यो स्याटनहरू यो डिभाइन किङ अनि यताउता सेतानहरूमा बढी भरोसा लाग्न लागेको छ यार म त कस्टम यो एप्स्टिन फाइलको जतिखेरदेखि यो खुलासा भयो नि तिनीहरू बाल भन्ने डेमोनको पूजा गर्थे बच्चाहरू काट्थे खान्थे भनेर दुनियाँभरि ह्युमन राइट भनेर तिनीहरू नै गराइरहेको हुन्छ हो कि नै अनि आफै काटेर खाइरहन् क्या अनि के तिनीहरूलाई नलाग्नेहरू ह्युमन राइट यार ल भन्नु न दाइ अब मान्छेहरू होइन किन भगवान्ले किन सबैजनालाई एउटै लेभल बनाइदिएन होइन अब भगवान्ले ल त्यही सोचौँ न अहिलेको लागि भगवान्ले मान्छे बनाइदिनु भयो किन सबै एउटै लेभल बनाइदिनु किन सबैलाई किन कसैलाई धनी एकदम किन कसैलाई एकदम गरिब किन सबैलाई मिडल क्लास यस्तो बनाइदियो थाहा छ त तपाईँलाई थाहा छैन नि होइन यो पनि यस्तो हो अरे क्या दाइ जसले चाहिँ जो चाहिँ धनी मान्छे छ नि उनीहरूले चाहिँ सैतानहरू प्रेज गरेर आफ्नो सोल बेचिसकेको अरे क्या बेचिसक्छ अरे क्या दाइ तर यो बियोन्से अनि यो ऊहरू बियोन्से अनि त्यो आजकल त ट्रम्पको पनि त्यति धेरै कहानीहरू छ नि घडी आँखाको फ्लिप चेन्ज हुन्छ घडी आँखाको कलर निस्किरहेको हो अनि हो दाइ यस्तो हुँदो रहेछ क्या दाइ सोल बेचिसकेको मान्छेहरू आफ्नो ज्यानको माया हुँदैन तर पैसा चाहिँ दाइ डेन्जर मैले यो फलो गर्ने डेभिल पायो भने म पनि आफ्नो सोल कसम बेचिदिन्थेँ होला यार त्यो दाइ कस्तो किनभने म भगवान होइन यति साल बाँचेको छु होइन फ्युचरमा के हुन्छ थाहा भएन तर अहिलेसम्म जे बाँचेको छु नि मलाई भगवान्ले केही गरे जस्तो लाग्दैन क्या यदि एकचोटि भूतमा ट्रस्ट गरेर किनकि ट्रस्ट त जो माथि पनि गर्न पायो नि हामीलाई थोरै थाहा छ भगवान सही भनेर हामीलाई थाहा छ त त्यो हामीले सुनेर पो हामी ल भगवान सही हुन्छ भूत गलत हुन्छ भन्ने रियलमा के त्यस्तै हो त होइन नि के त भूत सही हो भगवान गलत हो कि त भगवान्ले हामीले त्यो पाउनै दिन चाहँदैन कि होइन त भन न त समृत मन्थनको बेला नि होइन राक्षसहरूले र भगवानहरूले अमृत निकाल्नलाई त त्यही गरेर मेहनत बराबर गरेको नि त तर अमृत भगवानहरूले मात्र किन पायो राहु केतुले खायो काट्दियो के भगवान गलत भएन त्यहाँनिर यसैले भन्छु क्या म भगवान सही हो भन्ने पनि छैन क्या यदि है तर फेरि सही सुन न सही गलत हामीले आफूमाथि डिपेन्ड गर्नु क्या मलाई यो मान्छे सही लाग्छ म यहीसँग जान्छु मलाई यो मान्छे सही लाग्छ यहीसँग गर्ने त्यही हो नि भगवानै सही छ भन्ने छैन क्या भगवानमाथि भरोसा राख के त भूतमाथि भरोसा राखेर म अघि बढ्छु कि त्यस्तो पनि हुनसक्छ तर अब तपाईँले भने पनि ठिक हो तर मान्छेले पहिलेदेखि फलो गरेर आएको चिज नै फलो गर्छौँ नि त मान्छेले त्यही फलो गराएरै बिग्रिरहेको क्या भगवान भन्यो ठाउँ ठाउँमा मन्दिर खोलिदियो भूत भन्यो ल भूत त मन्दिर खोल्नु हुँदैन नराम्रो हुन्छ यताउता हुन्छ फेरि इल्युमिनाटीहरू यस्तो सैतानहरू गनिने भनेको डेभिलमै हो अनि दुनियाँको सबभन्दा रिच मान्छेहरू हेर काहीँ न काहीँ डेभिलमा भरोसा गर्छ क्या गर्छ दाइ गरिहाल्छ नभए तिनीहरूको साइनहरू नै देखिन्छ हामी यस्तो नमिठो ट्र्यापमा छौँ यो ट्र्याप भन्दा बाहिर हामी यदि पुग्यौँ भने हामी गायब हुन्छ नभए हामीलाई काहीँ यस्तो ठाउँमा लगिदिन्छ भने जहाँ यो सब क्वेसनहरू जसले गरे नि ती सब मान्छेहरू त्यहाँ छन् क्या हामीलाई त्यहाँ लग्छ अनि एउटा क्वेसनको एन्सर दिएर मारिदिन्छ जस्तो लाग्छ क्या हेर्दाखेरि जे पनि हुनसक्छ कसम भने हामी भने एउटा प्रोग्रामिङमै छौँ कि भन मैले ल आइडी लगइन आजकल त आइडीको सिस्टम आएको छ पहिला त आइडीको सिस्टम थिएन नि त एउटा गेम डाउनलोड गर्यो खेल्यो डिलिट गर्यो भने फेरि सुत्देखि हुन्थ्यो होइन हामी पनि त्यस्तै हो कि हामी अहिले खेलिरहेको छु यता त्यो बनाउने जसले बनायो डिलिट गरिदियो भोलि त म गायब फेरि सुरु गर्नु परेन फेरि म यहीँ पुग्न सक्छु त त्यही सुरुदेखि सुरु गऱ्यो भने चाहिँ एकचोटि गर्ला दुईचोटि गर्ला तिनचोटि एकचोटि त वाक्क लाग्ला छोडिदिउँला तर होइन आफूले पनि सोच्नु न म पहिलो जन्ममा के थियो होला भनेर क्वेसन गर्नु न के थियो जस्तो लाग्छ दाइ तपाईँलाई म त अगाडिको जन्ममा के थिएँ जस्तो मलाई नि थाहा छैन क्या म यति क्युरियस छु सब चिजको बारेमा होइन थाहा पाउने होइन फोकस गर्न मन लाग्दैन तर क्युरियस यति छु कि म अर्को जन्ममा केही थिएन होला जस्तो लाग्छ कि यो लाइफ नै मेरो लागि नयाँ हो यो सबै चिज मेरो लागि नयाँ जस्तो लाग्छ अनि म भर्खरै यो मेरो फर्स्ट लाइफ हो म भर्खरै जन्मेछु सब चिज मेरो लागि नयाँ अर्को जन्म अगाडिको जन्म पुरानो जन्म केही छैन त्यस्तो कुरा खोलिदिउँ होला है खोलिदिउँ अब भन्नु आँट्यो खोलिदिउँ सटर अब के भन्नु उता सटर खोल्नु त बिहानै भइसक्यो नि भाइ हामीले यत्रो दिमाग गर्ने कुरा गरेकै हो त भोलि नै
हेर्नेको दृष्टिकोणमा धेरै चिज छ क्या। नबालिने है अनि पानी नदिएको चाहिँ यता गति त बाल्नै पर्ने। होइन नबालिने छोडिदिनु नि भोटिरहेको चाहिँ बाल त्यहाँदेखि यताको भनिदिनु यताको नबालिनु यताको त पंछी बजैया मैले अहिले बल्ल बुझेँ कि मान्छेहरूले किन जिन्दगी ताकेर स्याधु बन्द रहेछन् भनेर। किन सबभन्दा पार गइसक्यो क्या। तिमी सोच न, तिमी कुनै सिस्टममा बाँधिन चाहन्छौ? तिमी कुनै हो न सिस्टममा बाँधिन चाहन्छौ? हो त्यही त हो त, संसारको रीतिरिवाज छोडेर। दाइ यो पनि लुप हो क्या, लुप। तपाईँले होइन के गर्नुहुन्छ ल, तपाईँले युजली नर्मल डेमा अब केही कामै छैन भने तपाईँ के गर्नुहुन्छ बिहान उठेदेखि? लुप भन्नु त। खाजा खानुहुन्छ, खाजा खाने, भात खानुहुन्छ, के गर्नुहुन्छ अरू? केही गर्ने, अरू हाइहालो गर्ने। यो लुप नै हो क्या दाइ। केही गरेन भने लुप नै हो क्या। अब काम तपाईँ त अहिले काम गराउनु भएको छ नि त। अब काम गर्नु भएन भने बिहान उठ्नुहुन्छ, एकछिन बिहान खाजा खानुहुन्छ, दिउँसो हल्लिनुहुन्छ, भात खानुहुन्छ, फेरि हल्लिनुहुन्छ, खाजा खानुहुन्छ, फेरि हल्लिनुहुन्छ, भात खानुहुन्छ, फेरि सुत्नुहुन्छ। त्यो लुप भइरहेको छ नि त। एउटै हो क्या त्यो दाइ। जे फलो गर्यो त्यो लुपमा मान्छे परेको पऱ्यो। अहिले हाम्रो कस्तो भयो? खाजा खायो, उठ्यो, खाजा खायो, सुत्यो, बस्यो, गाँजा तान्यो, यही भोलि पनि यही फलो हुँदै जान्छ क्या। यस्तो क्या दाइ। जबसम्म यहाँबाट तोप हट्दैन नि, जबसम्म किशोर दाइले तोप ल्याउँदैन नि यहाँ, तोप खान ब्रेक कसैले गर्दैन दाइ। म ढुक्क भनिदिन्छु। भइन्जेल आफूलाई नै खानु मन लाग्छ क्या दाइ। त्यो भइन्जेल चाहिँ त्यति कुरा चाहिँ खुसी लाग्छ। केटाहरू पहिला वाइल्ड बिग्रेको हो नि दाइ। किशोर दाइहरू पहिला बिग्रिएको थियो, बिचमा सुध्रियो, फेरि त्यही साइकल कन्टिन्यू भयो। के भयो त? रिल्याप्स भयो भनेको अब त्यही फलो गर्दैछ गाइजहरूले होइन त। त्यही कुरा। त्यो एकचोटि भन्यो नि स्मित दाइले, रियाप छिर्ने बित्तिकै एकचोटि बाहिर गएर खाने बित्तिकै रिल्याप्स भइसक्यो अरे क्या त्यो। फेरि सुरुदेखि सुरु गर्नु पर्यो, त्यही भन्नु खोजेँ होइन? यस्तो रियाम छिरिसकेपछि चाहिँ सुध्रेपछि भित्र त त्यहाँ केही खाइँदैन नि त। त्यसपछि त्यहाँ छिरेदेखि अब डेजहरू काउन्टिङ हुन्छ अरे क्या, नखाएको डेजहरू। बाहिर निस्केर खानु भयो भने त फेरि रिस्टार्ट भयो नि त, रिल्याप्स भयो नि त। फेरि भोलि एक दिन, पर्सि एक दिन नखाला, निको पर्सि नखाला। अस्ति मैले यस्तो 2 दिन चुरोट छोड्दै अनि फेरि खाएँ नि, अब रिल्याप्स भयो क्या। फेरि खान थालेँ क्या मैले। अब प्रोग्रेसन बेकार गयो। के काम भयो त रियाप छिरेको? तर तपाईँलाई थाहा थिएन होला रियामा गिटी गर्नु लाउँछ, गिटी कुट्नु लाउँछ। मलाई कसम थाहा चम्चीले पानी। मलाई त अस्ति त स्मित दाइले भनेरै थाहा भयो। एक चम्ची भने एकजनालाई मुत्नलाई पनि 4 जनाको पर्मिसन चाहियो। त्यहाँदेखि माथि जान्छ, माथिदेखि माथि, अनि लास्टमा वार्डेनलाई भन्नु, अनि बल्ल मुत्नु जानु। त्यस्तै हो नि त, गाह्रो हुन्छ। त्यहाँनिर पित्त थली फुटेर मान्छे चाहिँ बिरामी हुन्छ रियामा त। रियामा त दाइ यस्तो पेलाउँछ दाइ, जेलमा भन्दा नि मुजी पेलाउँछ त्यहाँ रियामा क्या दाइ। रियाको फिस यत्रो हुँदो रहेछ। रियामा किन पैसा तिर्नुपर्छ, जेलमा किन पैसा तिर्नु पर्दैन? जेलमा त खाएको मात्रै पैसा तिर्नुपर्छ। खाएको बिलको त्यो पनि पैसा भयो भने तिर्ने, भएन नतिर्ने हो जेलमा। यस्तो सिस्टम छ नि त दाइ। रियामा कति दिनुपर्छ? रियामा आफ्नै छोरालाई हाल्ने अनि आफैले पैसा दिने एक्स्ट्रा। अझ आफ्नै छोरालाई सुधार्नको लागि उनीहरूले के गर्छ? चम्चाले पानी भन्न लाउँछ, बकेट भन्न लाउँछ, एक चम्चीले पानी यताबाट यता सार्न लाउँछ। पहिला हुनुहुन्थ्यो क्या त्यहाँ मेरो थुप्रो कजनहरू वाइल्ड बिग्रेकोहरू हो क्या। प्रेम पनि त्यसै बिग्रेको, अब किशोर दाइ पनि बिग्रेकै, प्रेमको दाइ झन् डेन्जर बिग्रिनु अस्ति भने त कहाँ होइन। यस बिग्रेकोहरू धेरै छ क्या। हाम्रो कजनमा सबैभन्दा धेरै पढ्ने भनेकै कसले पढेको छ यार? एकजना सबैभन्दा ठुलो दाइ हुनुहुन्छ, सुभाष दाइ भन्ने। ब्याचलर्स गरेर अहिले उहाँ चाहिँ त्यही युएसमै, यही अस्ट्रेलियामै ग्रेजुएट भएर उहाँ मात्र हाम्रो कजनमा सबैभन्दा धेरै पढ्ने सुभाष दाइ। अरू सब 12 क्लियर, ब्याचलर्स जोइन मात्रै हो। त्यही भएर अनि हाम्रो फ्यामिलीमा चाहिँ ग्रेजुएसन नेपालमै ग्रेजुएसन गरे पनि बाहिरै ग्रेजुएसन गरे पनि डिग्री लियो भने खत्रै मान्छे हुन क्या हाम्रो फ्यामिलीमा चाहिँ दाइ। किनभने कोही पढेकै छैन नि त। अब प्रेम र म त्यत्तिकै अब कलेज त नगइकन बित्यो दाइ 2 वर्ष। कलेजै नगइदिने, घरमै सुत्ने, एक्जाम मात्रै दिन जाने, पैसा खाएर पास गरेको। त्यसो स्कुल चाहिँ राम्रोसँग पढेँ मैले। स्कुल त प्रेमले राम्रोसँग पढ्दै पढेँ। हेलो, 3वटा रुम मात्र छ दिदी, 3-4वटा हो। ल हाउसकिपिङको म्यानेजर चाहिँ को हो? हाउसकिपिङको म्यानेजर छैन। यस्तो हो, सुन है, यो होटलको एउटा मेन म्यानेजर भने नवीन सर होइन। त्यो पछि म्यानेजर लेभलको पोस्ट भने खासमा हाम्रो त्यो रिसेप्सनको कल्पना दिदी, अनि त्योपछि मेरो
किनभने म नाइट ड्युटीमा होटल एक्लै हेर्छु, मेरो पुरै नाइट ड्युटी म्यानेजरै हो क्या। मैले योगेशले राख्छु भनेपछि राख्छु, राख्दैन भने फाल्न पायो, मलाई कसैले रोक्नै पाएन होइन। कल्पना दिदीको पनि त्यही हुन्छ। अब हामीले यो सब रिपोर्ट दिएर दिनुपर्छ नवीन सरलाई। तर यो सब कन्ट्रोल को गरेर थाहा छ? रोमा दिदी, किनकि त्यो दिदीको त डाइरेक्ट लिङ्क छ नि त अनरसँग हाम्रो। त्यो दिदीले चाह्यो भने नवीन सरको कम्प्लेन हालेर नवीन सरलाई निकालिदिन सक्छ र तर एक्ज्याक्टली निकाल्न त सक्दैन, किनभने हाम्रो अनर र नवीन सर भन्ने साथीहरू। तर कम्प्लेन लगाएर त्यहाँ रिलेसन चाहिँ बिगाड्न सक्छ क्या। किनकि केटाहरूको माइन्डसेट कस्तो हुन्छ, हेर है तिमी नर्मली पनि सोच है, तिम्रो गर्लफ्रेन्डले होइन, तिम्रो गर्लफ्रेन्डले आफ्नो कुनै रिलेटिभ्सको बारेमा तिमीले भन्यो होइन, तर तिमीले त्यो रिलेटिभ्सलाई देखाएको छैनौ, चिनेको छैनौ, को कस्तो थाहा छैन, तर तिम्रो गर्लफ्रेन्डले त्यो रिलेटिभ्सको बारेमा भन्यो, त्यसले यस्तो गर्यो मसँग, उस्तो गर्यो, उस्तो गरेन। हाम्रो त्यो मान्छेले इमेजिनेसनलाई नराम्रो बनाइसकेको हुन्छ। हो त्यही हुन्छ क्या। अब ल एक दिन कम्प्लेन गर्ला सरले, त्यो हाम्रो अनर सरले ठुलो 2 दिन भन्दा 3 दिन त्यो उस्तो इमेजिनेसन आफै बनिहाल्छ नि, के त साँच्चीकै गर्दैछ कि यस्तै हो। त्यो पछि मान्छेहरूको हेर्ने दृष्टिकोण बिग्रिहाल्छ। त्यसैले भन्दैन म्यानिपुलेसन गर्न सक्ने जो मान्छे छ नि, त्यो मान्छेले यस्तो दुनियाँ नसाइदिन्छ नि। म्यानिपुलेसन भने एकदम खतरनाक चिज। म्यानिपुलेसन चिज भन्ने दाइ खतरा हो क्या दाइ। सानो मान्छेले ठुलो मान्छेलाई पनि म्यानिपुलेट गरिदिन सक्छ नि। बच्चामा ढाँटेर कति जान्छ दाइ बाहिर, त्यो पनि म्यानिपुलेट त हो नि। अनि सोच न, तिमीले बच्चामा कोही बच्चाको झगडा गर्छ नि, ओइल त यस्तो भने ओइल त बित्ताले झगडा गराइदिन्छ अनि त्यही गरेर त हो त। अनि त्यत्रो इरान र अमेरिकाको झगडा गराइदिन्छ। म्यानिपुलेसन गर्नेको इजरायल। ट्रम्पलाई त पुरै एप्स्टिन फाइल रिलिज गरिदिन्छु कि गरिदिन्छु भने यत्तिकै रिलेसन बिगाडिदियो। ओपन भएको स्ट्रेट अफ हार्मोन्सलाई फेरि क्लोज गरिदियो, फेरि ओपन बिना काममा मिसाइल फर्रा देता भएर उता भएर। तर है दाइ इरानले तेल दिएन भने चाहिँ कन्डो फाट्ने रहेछ यार, हेर्नु न होइन र। अलमोस्ट दुनियाँको 20% तेल त्यो ठाउँबाट जान्छ भने स्ट्रेट अफ हर्मुज नै बन्द भयो भने नि दाइ हेर्नु न कति कन्ट्रीले सफर गर्दो रहेछ भनेर थाहा भयो त। इन्डिया, एसिया त अलमोस्ट सबै दाइ। चाइनाले किन इभी निकालेको बल्ल थाहा भयो नि त, किन चाइनिज टेक्नोलोजी चाइनाहरू अमेरिका तिनीहरूमाथि डिपेन्डै गर्दैन। किनकि चाइना त अमेरिका भन्दा धेरै पुरानो देश हो नि त, धेरै पुरानो हो नि। अमेरिका फर्म नभए होला चाइनाले आफ्नो ठाउँ प्रोटेक्ट गर्नलाई वाल बनाइसकेको थियो क्या। ह्याकरहरू पनि सबैभन्दा धेरै चाइनिज नै त छ नि भाइ बवालहरू। हामी त स्पेक्ट्रममा पुगेको छैनौँ क्या। हामी एउटा सिमुलेसनभित्र फँसेका छौँ जहाँ हामीले फिक्स चिज भनेर राखेको छ, योभन्दा बढी नगर, योभन्दा बढी गर्ने तेरो काम होइन। त्यही पनि क्युरियस हुन्छ नि मान्छे। नर्मल लाइफ जी भनेर पठाइदिनु भयो जस्तो छ। नत्र हाम्रो थिङ्किङमै आउँदैन। हेर्नु न, जे कुरा हामी अहिले गरेर हामी त्यो कुरा फ्रेस भएपछि गर्छौँ त, यस्तो थिङ्किङ समेत आउँदैन क्या। दिमाग यस्तै खेल्दो रहेछ। दिमाग भने अजिब चिज रहेछ। कस्तो माथि पनि हामी दाइ माथि डाँडामा पनि तोप तान्ने नि त। अनि म चाहिँ यस्तो क्युरियस होइन, म र एकजना त्यो सिद्ध दाइ भन्ने इन्जिनियर दाइ भन्ने क्या, त्यो दाइ पनि ठुलो 28 पुग्नु भयो होला अहिले होइन। तर पनि तोप हामीसँगै तानेर बच्चा जस्तो छ क्या दिमाग चाहिँ। अनि के सोच्दिने, अनि यहाँ दाइसँग कुरा गर्न मजा आउँछ क्या। म चाहिँ यस्तै कुराहरू बस्थेँ क्या। होइन दाइ, मैले तपाईँलाई अस्ति नै भनेको थिएँ त, तोप किन लिगल बनायो, तोप किन लिगल बनाएन, रक्सी किन लिगल बनायो भनेर। मान्छेहरू धेरै नै क्युरियस हुन्छन् क्या। क्वेसन सोधेको हुन्छ। त्यो थिएन एउटा त्यो बाटोमा बसेर नेपालमा प्रोटेस्ट गरेर राख्ने निकोलस भुसाल। अनि कस्तो छ नि त्यसो कुराहरू पनि सुन्नु न, कुन एकदम ठिक हेर है। जसरी तिमी र म अहिले होइन चार्जमा छ, हामीलाई थाहा छ नि त हामी यस्तो कुरा गर्छ, यसले हामी एकअर्कालाई बुझिरहेको छौँ। हाम्रो अगाडि कोही फ्रेस मान्छे आएर हामीलाई पागल भन्छ, तर खासमा हुनुपर्ने क्युरियस यस्तै चिजमा हो क्या। अब त्यो मान्छे एकदम फ्रेस छ होइन, त्यो सिस्टममा छ क्या, के हुन्छ के हुँदैन त्यसलाई थाहा छ, यो गर्नु हुँदैन यो गर्नु हुन्छ। त्यो मान्छे भगवान्लाई बिलिभ गर्छ भने मैले यहाँ भूतको कुरा गरेँ भने त्यसलाई म पागल लाग्छु। तर हामी आफै एकअर्काको कुरा बुझिरहेको छौँ नि त। किनकि भगवान्लाई सही बनायो कसले, भूतलाई गलत बनायो कसले, मान्छेले त बनायो। के त हामी स्पेक्ट्रममै छौँ कि त्यही हामी इमेजिनै गरेर बसेका छौँ कि भगवान् हो, भगवान्ले त वरदान दिन्छ, यस्तो गरिदिन्छ उस्तो गरिदिन्छ, हाम्रो सब राम्रो हुन्छ। के त भूतले वरदान दियो भने त्योभन्दा राम्रो हुन्छ। के त भगवान्ले हामीले त वरदानै दिन चाहँदैन कि योभन्दा माथि त नगर, योभन्दा माथि गऱ्यो भने त हामीलाई पनि जित छस् भन्ने टाइपको हुन्छ कि। किनकि सोच न, तिमी चाहन्छौ होइन, तिमी दुनियाँको टप मान्छे हुन चाहन्न, सबभन्दा धनी, पावर होस्, पैसा होस्, जे भन्ने ठाउँको जो पनि चाहन्छ क्या। आफूभन्दा अगाडि कोही अरूलाई हेर्न चाहँदैन क्या, ओरिजिनली नै भन्नुपर्ने हो। अब यही कुरा हाम्रो कोही अरूले सुन्यो भने हामीलाई पागल सोच्छ क्या, हाँस्छ पागल जस्तो। के कुरा गरे तिमीहरूले, ल्याङ नगर यताउता भन्छ क्या किशोर दाई जस्तै। किनकि किशोर दाईले जुन लेभलमा हामी अहिले थिङ्क गर्न त्यो लेभलमा थिङ्कै गर्न सक्छ। तर किशोर दाई पनि हिजो रातिदेखि नै हामीसँग अहिले यहाँ कुरा गर्न लागेको छैन। किशोर दाई पनि पत्याउँछ क्या यो कुरा, मजासँगै पत्याउँछ। किनकि हामी कुरै त्यस्तो गरेर छ। हामी 3 जना छौँ, हाम्रो आफ्नै माइन्डसेट खेलिरहेछ। कोही बाहिरको दिमाग आएको छैन, हामी एउटै चिजमा भुलेको छौँ भने त्यही चिजमा भुली हुन्छ क्या। त्यही चिज हामीलाई गरिरहेछ दुनियाँले, एउटै चिजमा भुलाएको छ। मोबाइल,
फेसबुक इन्स्टाग्राम सोसियल मिडिया फोकसै गर्न दिएछ मोबाइलले नै दाइ कतिजनालाई भुलिरहेको छ हेर्नु न एकछिन फ्री भयो कि फोन हेर्नु एकछिन फ्री फोन हेर्ने मेसेज गर्ने हो नि हेर्नु दाइ हामी यहाँ बसेर अराउन्ड द वर्ल्ड मान्छेहरूसँग गफ गर्न मिल्छ कस्तो टेक्नोलोजी ल्याइदियो दाइ क्रिस्टोफर कोलम्बसले अमेरिका डिस्कभर गरे भने थाहा छ क्रिस्टोफर कोलम्बस द फर्स्ट पर्सन टु डिस्कभर अमेरिका सीमा त्यो जहाज चलाइछ त्यसले कस्तो थाहा पायो होला ल सोच है तिमी एउटा आइल्यान्ड भित्र बस्छौ होइन टेक्नोलोजी कुनै छैन त्यो आइल्यान्डलाई पुरै समुद्रले घेरेछ तिमीलाई लाग्छ त्यो आइल्यान्ड भन्दा बाहिर कुनै दुनियाँ छ जस्तो लाग्दै लाग्दैन नि त्यस्तै हो क्या दुनियाँमा कोही मान्छे क्युरियसै भएन भने त्योभन्दा माथि जानै सक्दैन क्या ल मान्छे नै त होइन ल अब मैले अब त्यस्तो भन्नु त खोजेन तर जस्तो ल मान्छेहरू अब घुम्ने रहर गर्छ नि बाहिर कोही कोही त घुम्न जान पाउँदैन उनीहरू नै क्युरियस हुन्छ कि यो बाहिर चाहिँ कस्तो हुँदो रहेछ बाहिर घुम्न जान पायो भने कस्तो ठाउँ हुँदो रहेछ भनेर हुन्छ क्या मान्छेलाई त एकचोटि एक न एकचोटि दाइ झट्का लाग्छ क्या म नि बाहिर एकचोटि घुम्न जान पाएको भए हुन्थ्यो यस्तो हुन्छ क्या दाइ सबैलाई अनि त्यही भएर क्रिस्टोफर कोलम्बस गयो जहाजमा गयो अमेरिका डिस्कभर गर्यो त्यसले अमेरिका डिस्कभर गर्यो अनि त्यसले त त्यसको लागि त ठुलो खोज्यो नि ल यो ट्यापु भन्दा बाहिर पनि रहेछ कि अनि अब जसरी अब हेर है हामीले त जमिन मात्र देखाएको छ पानी भित्रैसम्म त हामीले देखाएको गएकै छैन नि अनि हामी कसरी भन्न सक्छौँ कि एलियन छै छैन भनेर पानीभित्र मान्छे छै छैन भनेर किन हामीले त्यहाँ जानै सकेका छैनौँ जानै सक्दैन क्या दाइ त्यस्तो प्रोटेक्ट जसरी हेर न भन्दैन त्यो अर्थलाई पनि एउटा त्यो ओजोन लेयर प्रोटेक्ट गरेछ भन्छ नि त्यो बाहिरको केही एनर्जी त्यो केही डट लेयरहरू भित्र त्यहीबाट अर्थलाई प्रोटेक्ट गरेछ ओजोन लेयर डिप्लेसन भयो भने हामी सिधै समुद्रको तापक्रमले मर्छौँ त्यस्तै पानीभित्र नि केही लेयरले तिनीहरूलाई प्रोटेक्ट गरेछ कि हो त्यो पनि हो कस्तो सोच्ने कुरा पानीभित्र पनि केही न केही छ क्या दाइ अनि न त सोच न माथि पानीको प्रेसर हुँदैन तल भने पानीको प्रेसर किन भन्छ अनि अब साइन्सले केही न केही चिज गरेर यस्तो हुन्छ यस्तो भएर यस्तो हुन्छ वेट माथिबाट मर्छ भयो होइन सक्यो त्यति भनेर सक्यो तर त्यो रियल डेफिनेसन त्यो होइन नि रियल त्यसलाई जस्टिफिकेसन भन्नै पाउँदैन क्या यहाँ जति पनि जे पनि एन्सर छ त्यो एन्सर कम्प्लिट छैन क्या हामीले जे पढाउँछ बुकमा होइन जस्तै वाट इज साइन्स भन्छ साइन्स त केही छ नि डेफिनेसन तर त्यो त्यति डेफिनेसनै हो त ल दाइ यो पनि हेर्नु न त्यसलाई ल पढ्नेलाई इन्जिनियर किन भन्छ होइन तर सेम काम त्यही ठेकदारले गर्छ मिस्त्री भन्छ अनि त्यो त काम त एउटै हो दुइटैको काम त एउटै हो नि दाइ अनि ल इन्जिनियर किन भनेर मिस्त्री किन भन्यो त्यतिकै भन्नु न मिस्त्रीले घर बनाउन सक्दैन मिस्त्रीले घर बनाउने आइडिया दिने होइन त अनि इन्जिनियरले त के अब इन्जिनियर घर बनाउनलाई इन्जिनियर हायर गर्नलाई त त्यसले त त्यो बोली मात्रै दिने हो यस्तो गर उस्तो गर यति झार यति गर यसरी गर भनेर होइन र उसले पनि ठेकदारलाई काम त हराउने ठेकदारले कसलाई काम हराउने मिस्त्रीलाई त्यो इन्जिनियरहरूलाई कसले काम गराएको छ पैसावालाले अनि पैसा कहाँदेखि आइरहेछ थाहै छैन तर मान्छेहरू कमाइरहेछ क्या दाइ तर किन कमाइरहेछ ल म तिम्रो यो काम गर्छु तिमीले मलाई पैसा दिन्छौ तर म किन गर्ने त्यो काम कसैको दिमागमा त्यो सोचायो भने के हुन्छ त्यो पछि हो नि दाइ ओए रहस्य नै रहस्य छ यार यो पृथ्वीमा तर हामीले खोज्न मात्रै नसकेका क्या तर मैले अहिले भने नि कुरा जो पानीभित्र ओजोन लेयर त्यस्तो टाइपको के छ जो हामीलाई पानीको डिप सीसम्म जानै दिँदैन त्यस्तो तर खासमा हुन्छ चाहिँ हुन्छै होला क्या किनकि पानीभित्र नि त्यो थाहा छ पानीले जङ्गलभन्दा बढी पानीले अक्सिजन कन्ट्रिब्युट गर्छ भनेर अनि पानीभित्र अक्सिजन कहाँदेखि आउँछ जसरी हाम्रो ओजोन लेयर पनि अक्सिजनले त भन्यो अनि धेरै पल्युसन भयो त त्यो डिप्लिसन हुन्छ अब पानीभित्र त अहिले पल्युसन पुग्न पाएको छैन नि त अब त ओजोन लेयर कति स्ट्रङ होला अब दाइ आफै सोच्नु न हामी पानी मुनि जाँदाखेरि अक्सिजन नपाएर डुब्छौँ होइन फर्स्ट एउटा कुरा म तपाईँलाई फर्स्ट तर त्यही माछालाई अर्थमाथि ल्याएर पानीमा हाल्दाखेरि अक्सिजन किन जोड्नुपर्छ अनि अन्डर द सी चाहिँ माछा चाहिँ किन त्यतिकै बाँचिरहेछ सोच्नु न किनभने ओजन लेयर त छ ओजन लेयर छ तपाईँले भनेको कुरा ठिक हो क्या ओजन लेयर छ क्या दाइ पानीमा पनि छ क्या त्यही कुरा म मान्छु क्या त्यही त दाइ अनि कति रिसर्च गर्ने मान्छेले नै भन्छ क्या डिप सीमा के अरे साइन्टिस्टहरूले केही देखेर नै के अरे पछि रिसर्च गर्न छोडेको हो अरे क्या पहिला किनभने नासाले रिसर्च गरेको भनेको दाइ अन्डरग्राउन्ड हो क्या फर्स्टमा अन्डरग्राउन्ड गरेको हो क्या डिप सी हुन्छ नि अनि यो एन्टार्क्टिक ओसन यस्तो धेरै यिनीहरू गरेको हो अरे क्या पछि अनि यिनीहरूले केही देखेर वाइ केही गर्न नहुने चिज गरेर माथि गर्नु अनि थाहा छैन दाइ त्यो एकजना खोइ को ठुलै मान्छेले ऊ बनाएको थियो त सिप बनाएको थियो क्या बिलियनरहरू चढ्ने अन्डर वाटर हेर्ने सिप बनाएको थियो क्या के कामको लागि तर त्यो पड्केर सब बिलियनरहरू मर्यो नि त थाहा छ नि तपाईँलाई कोही जान दिनै चाहँदैन क्या जसरी सोच न कोही एलियन हाम्रो आयो भने त्यही सिपमा किन बिलियनरहरू मात्र पड्क्यो त त्यो पनि कसैले पड्कायो जसले सिप बनायो त्यसलाई नै के थियो त्यो सिप बनाउने मान्छेले दाइ के अरे युएसको टप बिलियनर कोकोकोलाई लगेर गएको होइन लगेर गएको होइन पठाएको
अन्डर सी हेर एक्सप्लोर गर भनेर पठाएको दाइ होइन एउटा यस्तो त्यो सबमरिन जस्तोमा त्यो सबमरिन पड्केर सबजना मरेको खतम भएन खतम भयो के गर्यो त्यो पैसाको दाइ कहाँ गयो पैसा अनि त्यस्तो हो क्या दाइ तर कसम भने लियरभित्र जसले चुतिया काट्न सक्यो त्यो अगाडि हो अब नेपाललाई मानौ न हामीले एभेन्जर यताउता हेर्छौँ एलियनहरू हामी तिनीहरू पनि मार्न खोज्छौँ नि त अब हामी पनि पानीभित्रको एलियन जनावरहरूको लागि त एलियनै हो नि तिनीहरू पनि मार्नै खोज्छ सबैलाई सर्भाइभ गर्नु छ नि त सर्भाइभ सबैलाई गर्नुहुन्छ के गोर्खालाई मारेर होस् जसरी होस् त्यसरी कोही आफ्नो बारेमा भन्ने दिनै चाहँदैन क्या त्यो नै छोड्नु न दाइ अब जस्तो सोच्नु न तपाईँले भक्तपुरको नेवारहरूलाई ललितपुरको नेवारहरूलाई अरू कास्टले कसैले केही भन्यो भने कस्तो गर्छ तपाईँ एलियनमै नजानु न यहाँ नेपालमै कास्ट डिस्क्रिमिनेसन हुँदाखेरि कस्तो हेट पाउँछ त्यो साधन श्रेष्ठले कस्तो पायो नेवारै हो त्यो नेवारै हो कस्तो हुन्छ दाइ तपाईँ त्यो एलियन र त्यो उसमा जाँदै नजानु न अहिले त्यो त कुरो जानै पर्दैन क्या दाइ यहाँ मान्छेमै यो जातभातमै काटाकाट मारामार भइसक्छ यहाँ पहिला कति हुन्थ्यो दाइ कस्तो हुन्थ्यो यहाँ दामी हुन्थ्यो नि हामीले त्यो तिमीले त्यो असमको एउटा स्टोरी सुनेको थियौ 5 जना केटाहरू केटी भगाउन गएको थिए सबलाई मारिदियो भन्नेलाई सुदूरपश्चिम साइडतिर कत्रो भिडियोहरू भाइरल भएको थियो जातभातमा हुन्छ यार दाइ त्यस्तो अझ यो के अरे उता अझै पनि नेपालको रुरल ठाउँतिर जाने भने छ नि दाइ अझै त्यो दाइजो दिने सिस्टम मान्छे मार्ने त्यो कुरा मात्रै भन्यो हाम्रै घरमा हेर न तिम्रो घरमा तिम्रो घरमा कोही त्यो तलको कास्टको केटीले हामीले मान्छ मान्दैन नि दाइ हाम्रोमा झन् कहाँ मान्छ दाइ बरु आफूभन्दा ठुलो ल्या भन्छ हो सानो ल्याउँदैन किनभने नाक काटिन्छ बाउबाजेको भन्छ त्यही भन्छ क्या जसो घरमा नि त्यही हो नि तर त्यो हामीलाई सिकायो कसले क्या हामी सब भूत मान्छे खुन सबैको सेम सबै सेम हो सामान तल सामान सबैको एउटै हो अनि कस्तो डिस्क्रिमिनेसन गरेर राखेको छ क्या त्यही फलो गर्दै आयो दाइ पहिलेदेखि त्यही यस्तो भयो होला क्या पहिला पनि अब यो दलित कामी दमीहरूलाई कामै गरायो होला क्या पहिला पनि अब जस्तो अब अरू कास्टहरू चाहिँ धनी भयो होला कामै गराउने खासमा भन्नुपर्दा दाइ हामी त नेपालकै होइन नि थाहा छ नि तपाईँलाई यो राईहरू भनेको किराँतीहरू हामी हिन्दूमा गनिँदैन नि थाहा छ हिन्दू बुद्धिस्ट केही गर्दैन नि नेपाल एकीकरण पृथ्वीनारायण शाहले गरेको कि नि हो नेपाल एकीकरण गर्नुभन्दा अगाडि सबै अलग अलग जिल्ला अलग राज्य अलग राज्य थियो काठमाडौँ अलग राज्य थियो ललितपुर अलग राज्य बोल्ने भाषै छुट्टो थियो अनि त्यहाँको राजाहरूको त अहिलेसम्म त्यो सबुत पनि छ नि त अनि तिनीहरूले त आफ्नै एउटा देश बनाएर राखेको ललितपुर मेरो देश हो ललितपुरको झन्डा यो अनि गोर्खाको झन्डा यो अनि पछि पृथ्वीनारायण शाह आयो यति एरिया यो सब छ पृथ्वीनारायण शाहले त दाइ सबलाई हान्दै आयो नि त सबलाई हान्दै आएर ऊ त ऊ भयो उसले एकीकरण गर्यो भन्नाले पनि सबलाई हान्दै डिफिट गर्दै आएर उसले नेपाली आफ्नो बनाएको हो क्या अनि आफ्नै बाउबाजेको सम्पत्तिहरू अहिले ज्ञानेन्द्रले पाइरहेको छैन अनि उसले उसको बाउबाजेले रुल गर्न सकेको तर उसले रुल गर्न सकेन उसले पावरमा ल्याउन सकेन किनभने यस्तै सोच्ने मान्छे यस्तै मुझी अगाडि बढ्छु भन्ने मान्छेहरू आइदियो मिलिदियो त्यति बेला अनि राजै हटाइदियो नि दाइ सिधै हेर्नु न होइन त डेमोक्रेसी कसले ल्यायो शेरबहादुर देवाले ल्यायो अनि शेरबहादुर देवाहरू अहिले मान्छे थुकेर बसेछ मलाई शेरबहादुर देवाले होइन प्रचण्डले ल्यायो शेरबहादुर देवाले ल्यायो नि दाइ डेमोक्रेसी सुन शेरबहादुर देवाको कहानी पनि थाहा छैन शेरबहादुर देवा होइन मान्छे त एकदम मान्छेको बारेमा सोच्ने मान्छे हो त्यो शेरबहादुर देवाको जिब्रोले लल्ल हुँदैन त्यसले त्यो जिब्रोमा करेन्ट खाएको भनेर नै हामीहरू आम जनताले पनि बोल्न पाउनु पर्छ भनेर हो त्यही त हो त्यो त थाहा छ दाइ मलाई त्यो अनि त्यो शेरबहादुरले त्यो कुरा उठायो त्यसले जिब्रोमा करेन्ट खायो त्यस्तो भएन अनि त्यो पछि एउटा कुनै गाउँको कुनै ठाउँबाट प्रचण्ड निस्क्यो त्यसले मान्छेहरू रुकुमबाट निस्क्यो नि सिधै रुकुमबाट निस्क्यो मान्छेहरू जम्मा गर्यो पुलिस स्टेसन कब्जा हान्यो हतियार निकाल्यो यताउता गरेर जनआन्दोलन गरेर राजा शासनै हटाइदियो नेपालको पहिलो प्राइम मिनिस्टर त्यही होइन तर फर्स्टमा उठ्नु खोज्ने अगेन्स्ट जनताको लागि बोल्ने चाहिँ शेरबहादुर देवा हो क्या दाइ शेरबहादुर देवा तर शेरबहादुर देवालाई बिगाड्यो भने आर्जु राणाले थियो न त शेरबहादुर एकदम देशको हितको बारेमा सोच्ने त्यही पनि हेर न जनताले मान्छेहरू केपी ओलीलाई हेट गर्छ नि केपी ओलीलाई जस्तो हेट गर्छ नि मान्छेहरूले प्रचण्ड र शेरबहादुरले त्यति हेट गर्छ किनकि तिनीहरूले गरेका नि त मान्छेहरूले हामीहरूले बोल्न पाइरहेको छौँ फ्रीली बोल्न पाइरहेको छौँ तिनीहरूकै लाग्दा त केपी ओली चाहिँ दाइ मान्छे पहिलेदेखि चुत्तर चुतिया नै हो क्या नै मान्छे खुट्टा तान्दै माथि आएको मान्छे हो क्या केपी ओली मान्छे चाहिँ प्रचण्डले के मिस्टेक गर्यो भन्दाखेरि चाहिँ डेमोक्रेसी ल्याउँदा चाहिँ ल्यायो तर उसले धेरै मान्छे आम नेपाली नै मार्यो नि त आम नेपाली अब आर्मी नै भए पनि नेपाली नै हो पुलिस भए पनि नेपाली नै हो
उसको साथीहरू उसको अगेन्स्ट जानेहरू नेपाली नै हो, उसँग लड्ने पनि नेपाली नै हो, उसलाई साथ दिने पनि नेपाली। त्यो त्यहाँनिर मात्रै नराम्रो भयो तर मरेको नेपाली मर्यो अनि के भयो? नराम्रो थिएन, तरिका गलत थियो क्या। अनि राजालाई के भयो? आम जनता मरिरहेछ, सबै नेपाली नै मरिरहेछ भनेर त छोडिदिएको हो नि राजाले पनि, होइन? त्यतिकै त कहाँ छोडिदिएको हो त? राजाले त सोध्छ नि त आफ्नो देशको राजा त लागि। सब चिज सोध्छ नि राजा मान्छे ज्ञानेन्द्र पनि खतम त खतमै हो हेर। किनभने ज्ञानेन्द्रको पालामा ज्ञानेन्द्रलाई हटाउनुको मेन कारण भने पारस हो, थाहा छ तिमीलाई? पारस भने कस्तो डन मान्छे थाहा छ? बाटोमा यत्तिकै हिँडिरहेछ होइन, यो केटी मन पर्यो सोध्नु छैन, सिधै गाडीमा लगिदिनु। यो कुरा त लास्ट भएर त्यही भएर मान्छेले ज्ञानेन्द्र भन्दा नि ज्ञानेन्द्रको छोराको डरले ज्ञानेन्द्रलाई हटायो क्या हो। किनभने आफ्नो छोराको त अब रगतको त माया लागिहाल्छ, जे पनि गर्न सक्छ भन्ने कुरा। तर होइन म एउटा कुरा चाहिँ के सोच्छु भन्दाखेरि राजाहरूसँग अझ अनलिमिटेड पैसा आयो क्या। सोच न नारायण नीतिमा होइन त्यत्रो मुर्कुटहरू छ, त्यत्रो जग्गा छ, सामान त्यति छ, त्यो भने अलमोस्ट अहिले होइन विदेशीहरूलाई बेच्ने भने एन्सियन्ट हिस्ट्री भनेर त्यो $1 बिलियन जाने प्रपर्टी हो क्या। बेचिसक्यो नि, कति मूर्तिहरू त बेचिसक्यो नि। हो बेचिसक्यो। सोच न त्यत्रो सम्पत्ति होइन केही नसोचेर छोड्न सक्ने मान्छेले त्यसमा कति पैसा होला सोच त। नेपालको ओरिजिनल मूर्तिहरू बाहिर अक्सनमा बिक्छ दाइ, बिलियनरहरूले घरमा राख्दैन दाइ, सुनेको छु मैले। मेरो एकजना दाइ हुनुहुन्छ होइन, त्यो मैले इन्जिनियर दाइ भने नि, उसको दाइ त यस्तो त्यो नेपालको त्यो मूर्तिहरू यताउताहरूको लागि केसहरू लड्छ क्या, ठुलै मान्छे हो, पड्का सड्कासमा पनि जान्छ। त्यो दाइको पड्कास हेर्नु न मजा आउँछ। जस्तो उसले चाहिँ अब नेपालमा हराएको मूर्तिहरू, अब यस्तो यो हराएको यो त्यो अब पाटनतिर त कति त्यो धाराहरू छ नि त, यो पुरेको धारा, अनि यो रानी पोखरीको यो, अनि यो काठमाडौँ यो यता असनतिर पनि कति धेरै दाइ यो ऊहरू छ नि, यस्तो तल अन्डरग्राउन्ड धारा आइराख्ने, त्यस्तो धाराहरू पनि कति मेटाएर मान्छेहरूले घर बनाएको छ, बाटो बनाएको छ अरे नि त बालिनले भन्छ नि। त्यो पनि त बाल्यले आउने बित्तिकै मेयर हुने बित्तिकै के भन्छ तुलुचो त्यो बाटो निकालेको होइन त। फर्स्टको स्टेप नै उसलाई त्यहीँदेखि डेन्जर मानिसक्यो क्या मान्छेहरूले। त्यहाँदेखि त गाडेको चिजले त निकालिदिन्छ भने कस्तो मान्छे होला सोच त। आउने टाइममा पावर सत्ता सब त्यो अपोजिसनहरू यताउता त्यो भएन, आफैले रुल गर्न सक्यो भने बाल्यले धेरै गरिदिन्छ क्या। अहिले त हेर्नु न कस्तो फेरि यत्तिकै नबोलिकन PM भइदियो। तर पावर अफ त्यो स्पिच भन्ने चाहिँ हो क्या, जो बोल्यो त्यही बिग्यो। सुदन गुरुङलाई होम मिनिस्टर जसले बनायो त्यो चाहिँ एकदम गलत गरे जस्तो लाग्छ। आउने बित्तिकै यत्रो चार्जहरू लियो त लिनु त सही हो कि, तर यति छिटै चाहिँ नगर्नुपर्ने। जे चिज जति माथि जति छिटै माथि चढ्छ त्यतिखेर तल लग्यो। जो मान्छे सोसल वर्कर थियो त्यो पोलिटिक्समा छिरेर के काम के दाइ? मैले मेरो फर्स्ट क्वेसन चाहिँ त्यहाँ छ। जो मान्छे सोसल वर्क गरिरहेको थियो, जसले सोसल वर्क अब कस्तो राजा पोलिटिक्स भनेको त अब जस्तो भाइ त्यस्तो मान्छेले बुझ्न सक्ने होइन दाइ। हामीलाई त थाहै छैन पोलिटिक्सको 10% पनि थाहा छैन दाइ। हामीलाई त 5% पनि थाहा छैन कस्तो हुन्छ दाइ पोलिटिक्स भन्ने चिज। त्यो बालेनलाई पनि थाहा छैन क्या दाइ। तर बालेनलाई ल आफै भन्नु न, कुलमान घिसिङ किन मिलेन त? रवि लामिछाने र बालेन किन मिले? कुलमान घिसिङलाई अर्कै देश नै अर्कै वेमा चलाउन मन थियो, रवि लामिछाने र बालेनलाई अर्कै। रवि लामिछाने त जित्छ भनेर थिच्दै थिएन दाइ। रवि लामिछाने किन घन्टीमा आयो? बालेनको हो नि त घन्टी, त्यो हो क्या दाइ। न त रवि लामिछाने पनि छुट्टैमा उठ्ने थियो ऊ पनि होइन नि, घन्टी रवि लामिछानेको यस्तो हो क्या दाइ। घन्टी उसले बनायो होइन, राष्ट्रिय स्वतन्त्र पार्टी उसले रवि लामिछानेले ल्यायो, तर इन्भाइट त कसलाई दियो? कोसँग मिल्यो? नेपालको चल्दो बल्दो मान्छे, हाइपमा आएको मान्छेलाई लिएन त। त्यो बालेनले भन्दा रवि लामिछानेले धेरै पोलिटिक्सको बारेमा बुझेको छ दाइ होइन। पहिला अनि सिधै रिच आउट हान्ने मान्छे नै रवि लामिछाने त हो नि यो पोलिटिक्स। कहाँदेखि आशिका तामाङले उठेको अनि सुदन गुरुङलाई उठाए ल दाइ। घन्टीमा उठेको भए त तपाईँले जित्थ्यो। कसम भने घन्टीमा त यो पालि नदेखा नदेखा कहिले देखेको छैन, तर जित्दिया क्या मान्छे। हर्कसम्म किन मिलेन? हर्कसम्म किन आफ्नो पार्टी? हर्क साम्पाङ त नजितेरै ठिक भयो। त्यो मान्छेको म भिजनै देख्दैन क्या। त्यो मान्छेले देश चलाउन सक्दैन क्या दाइ। हर्क साम्पाङले धरान चलाउनु सक्छ होइन, तर देश चलाउन सक्दैन। किनभने फेरि धरान होइन दाइ, म्यानिपुलेट हुने मान्छे हाम्रो धरान फेरि त्यसले यस्तो डेन्जर यस्तो विकास गरिदिएको छ दाइ होइन। पानी नआउने ठाउँसम्म पानी ल्याइदिएको छ बिचरा उसले, धेरै गरेको छ धरानको लागि। धरानको मान्छेहरूले मन पराउनुको एक रिजन त्यो पनि हो। म त दाइ भोट दिने माटोमै हो फेरि हर्क साम्पाङलाई नै हो होइन। तर म यति ग्यारेन्टी दिन्छु उसले देश चलाउनु चाहिँ सक्दैन क्या। देश चलाउनै सक्दैन। अलिक गधा बुद्धि, जिद्दी, गोबर बुद्धि छ क्या, एकरो हुन्छ नि त्यस्तो खालको छ क्या। त्यो मान्छे इजिली म्यानिपुलेसन हुन्छ। त्यो MCC पास गरिदिन्छ दाइ उसले चाहिँ ढुक्क। निर्वाचित त्यो उदाहरण थिएन त्यो सुशीला कार्की प्रधानमन्त्री भएर त्यो भोटिङ गर्दाखेरि त हर्क साम्पाङको नाम पनि थियो नि त। धरानबाट भागेर धरानबाट आएको होइन क्रिटिसिजम भेट्यो क्या त्यसले त्यो बेला।
ऊ त त्यस्तो मन्दबुद्धि कसैले ल त्यसलाई भोलिको दिन होइन व्हाइट हाउसको रिप्रेजेन्टेटिभ बनाइन्छ भने भोलिको दिन त्यहाँ गइदियो भने त अनि गोली हालेर मारिदिनु सक्यो नि। त्यो त नेपाल कसले रुल गर्छ? ट्रम्प कहाँ बस्छ होइन न व्हाइट हाउसमा, कस्तो सेक्युरिटीसँग बस्छ। अनि यिनीहरूको सेक्युरिटीमा बस्छन्। त्यो ट्रम्पलाई त दाइ केही इभेन्ट तर होइन नेपाल अझै पनि यस्तो छ होइन, कसैले आएर पिएम यिनीहरूलाई मार्न सक्यो भनेपछि ऊ सोच्यो भनेपछि इजिली मार्न आउँछ क्या। त्यस्तो डिप प्लानिङ गर्नै पर्दैन। जसरी त्यो अमेरिकाले भेनेजुएलाको त्यो त्यसलाई गर्दाखेरि यस्तो प्लानिङ गरेको थियो नि, त्यो कति 1-2-6-7 महिना अगाडि नै त्यो सेम एक्ज्याक्ट वेयर हाउस आफ्नो अमेरिकाभित्र बनाएर प्र्याक्टिस गरे भन्छ नि। अनि नेपालमा त्यस्तो प्र्याक्टिस गर्नुपर्छ त। जिउँदै समात्यो दाइ, जिउँदै समात्यो नि, अनि केही गर्नै परेन। त्यत्रो आर्मी मिलिट्री फोर्स गनवाला मान्छेहरू के काम, पुरै साइबर अट्याक गरेर एउटा ठाउँको पुरै लाइटै बन्द हानिदियो, सरासर गरेर समातेर निकालेर अमेरिकाले हिँड्यो। अनि अब सोच न, तिम्रो घरबाट तिमीलाई उठायो भने तिम्रो फ्यामिलीलाई अत्तो पत्तो नै छैन भने त्यो त धेरै ठुलो कुरा हो। धेरै ठुलो कुरा हो नि दाइ। घरभित्रको मान्छे कहाँ गायब भयो? नेपालको पुलिसहरू त्यही भएर आर्मीहरू एकदम विक छ क्या दाइ, धेरै विक छ। म अरूको कम्पेरिजनमा धेरै विक छ। ल हेर्न न, नेपाल पुलिसको स्यालेरी र नेपाल आर्मीको स्यालेरी नै युएसको दिने जति स्यालेरी भइदिएको भए कस्तो हुन्थ्यो? जो पनि हाम फाल्दैन थियो दाइ। युएसको एउटा आर्मीको स्यालेरी जति छ नि, नेपालमा त्यतिले 4वटा आर्मीको स्यालेरी हुन्छ क्या। कहाँ 4वटा मात्रै हुन्छ दाइ, धेरै हुन्छ। धेरै हुन्छ। आर्मीको स्यालेरी 20,000 कति हुन्छ नि, ठुलो पोस्ट त्यहाँ त अनि $10,000-13,000 अनि डलर हुन्छ रे। ठुलो पोस्टको भयो भने त झन् छोड्यो अरूको कुरा छ। कुरै नभन दाइ, युएस आर्मीको जस्तो पैसा, युके आर्मीको जस्तो, फ्रान्स आर्मीको जस्तो। मेरो काकाहरू दुइटै फ्रान्स आर्मी त हो नि। फुल वेपन, फुल ट्रेनिङ। सोच न, नेपालको डाइट र तिनीहरूको डाइटै हेर्दा फरक छ क्या। यिनीहरूको बडी हेरेर मलाई बडी त देखेँ होला नि, लुरे पुलिस भएर यत्तिको लट्ठी मात्र हुन्छ। तिनीहरूको एकजना पुलिसहरू पनि ज्यान यस्तो नमिठो मिलेको छ। युएस आर्मीको बडी हेऱ्यो भने त दाइ लोभ लाग्छ या दाइ, यस्तो डेन्जर बनाएको हुन्छ। यत्रो हाम्रो नेपालमा त्यस्तो कस्तो छ भन त? कोही पुलिसहरू पनि पुलिस भन्ने लागेको नेपालमा आर्मीको चाहिँ होइन, काबेली सम्झेको चाहिँ बडी बल हुन्छ दाइ। बरु जिम सिम गरेर चाहिँ यत्रो बनाएको हुन्छ। अस्ति अमेरिकाको त्यो लेफ्टेनेन्ट आएको थियो भनेको थिएन नेपालीमा, थाहा छ तिमीले सुन्यो? नेपालको अमेरिकाको आर्मीको लेफ्टेनेन्ट नेपाल आएको थियो भने ब्यारिक त्यो मुला प्राइभेट जेटमा। त्यो मुला हाम्रो नेपालको आर्मी देखेर हाँस्यो होला के। कोही लुरे छन्, कोहीको बुढी भात्तै बाहिर आएको छ। त्यो अस्ति फिट छन् नि होइन त। अनि त्यो नेपालमा भन्छ त दाइ, धेरै नेपालमा होइन यो जति एम्बेसी छ नि, नेपालमा यस्तो विक एम्बेसी छैन अरे क्या अरू कन्ट्रीमा। इन्डियामा धरि त्यस्तो राम्रो राम्रो एम्बेसीहरू छ अरे क्या, नेपालमा त्यस्तो राम्रो एम्बेसीहरू छैन अरे क्या अरू कन्ट्रीहरू।